सकबाट चाहिँ तपाईँले यहाँबाट चाहिँ जस्तो सुकै प्रश्नहरू आउँदा पनि तपाईँले चाहिँ मिलाउने खालको चाहिँ बन्नुपर्छ है त, किनभने चाहिँ सजिलो पनि छ, त्यस्तो गाह्रो पनि छैन, र यो कुराकानी चाहिँ तपाईँलाई चाहिँ चाहिहालिन्छ है त। एनएसपिसीमा पनि चाहियो, लोकसेवामा पनि चाहियो, इन्टरभ्यूमा पनि चाहियो है। ल ओके, यहाँ चाहिँ म तपाईँलाई चाहिँ एउटा प्रश्न दिन्छु, प्रश्नबाटै आजको यो सेसन्सलाई चाहिँ हामी चाहिँ स्टार्ट गरौँ। प्रश्न चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ सबैजना चाहिँ रेडी अवस्थामा बस्नु होला। प्रश्न चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् है त। इन सेप्टिक सक है, इन सेप्टिक सक द प्राइमरी काउजेज अफ हाइपोटेन्सन भनेर भन्छ, के भन्नुहुन्छ भन्नुहोस्। अप्सन्स हाम्रो चाहिँ यस प्रकार रहेको छ है त। अप्सन नम्बर एमा चाहिँ हाम्रो के रहेको छ त भन्दाखेरि चाहिँ हाइपोभोलेमिया रहेको छ। अर्को भनेको चाहिँ भ्यासो डाइलेसन रहेको छ। अर्को अप्सन सीमा चाहिँ हाम्रो कार्डियाक अरिथमिया रहेको छ है त। त्यसै गरी अप्सन डीमा चाहिँ हाम्रो के रहेको छ त मायो कार्डियल डिप्रेसन रहेको छ है त। मायोकार्डियल के त डिप्रेसन रहेको छ। ल यसको एन्सर चाहिँ के हुन्छ भन्नुहोस् तपाईँहरू। सजिलो प्रश्न पनि यहाँ चाहिँ दिन सक्थेँ म, तर सजिलो प्रश्न चाहिँ तपाईँले चाहिँ मिलाइहाल्नुहुन्छ होला। त्यही भएर चाहिँ थोरै अलिकति चाहिँ घुमाइएर चाहिँ यहाँ चाहिँ प्रश्न राखिएको छ है त। ल एन्सर जाओस् त के हुन्छ होला यसको एन्सर चाहिँ। ल 1 2 3 भन्नुहोस्। जे मनमा लागेको छ, मनमुटुले जे भनिरहेछ त्यो भन्दा हुन्छ है त। अब तपाईँले भनेको एकदमै करेक्टै हुन्छ, म करेक्टै भन्छु भनेर चाहिँ कहिले पनि सोच्नु हुँदैन कि। तपाईँको मनले चाहिँ के भनिरहेछ, तपाईँलाई चाहिँ के लागिरहेछ, यसको सही उत्तर चाहिँ के हुनसक्छ जस्तो लागेको छ भने चाहिँ चट्ट चाहिँ एन्सर गरिहाल्नु कि हामीले चाहिँ है। राइट रङ के रहेछ भन्ने कुरा चाहिँ हामी फर्दर सिकि नै हाल्छौँ, किनभने चाहिँ यहाँ हामी सबैजना सिक्नलाई नै आएको छौँ। सो त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँले चाहिँ यो भन्दाखेरि चाहिँ यो मिस्टेक भइहाल्छ भन्ने टाइपको कहिले पनि सोच्नु हुँदैन है त। ल सञ्जयजीले चाहिँ ए भन्नुभएको छ। अरू अनिलजीको सर चाहिँ ये मत कतातिर छ यसमा चाहिँ? ये नंबर सर। ल ए नम्बर भन्नुभयो अनिलजीले। ओके, अरू अरूजनाको के छ कुराकानी चाहिँ? ल यसको चाहिँ अब सही उत्तर चाहिँ अलिकति ए चाहिँ हुन चाहिँ सकेन, माफ गर्नु होला मलाई। यसको चाहिँ सही उत्तर भनेको चाहिँ भ्यासोडाइलेसन हुन्छ है त। अप्सन नम्बर बी हुन्छ। किन हुन्छ, कसरी हुन्छ भन्ने कुरा चाहिँ हामी एकैछिनमा गर्छौँ है त। किनभने चाहिँ हाम्रो प्रश्नले चाहिँ यहाँ सेप्टिक सक भनेको छ। तपाईँले चाहिँ कतिको विचार गर्नुभयो। सेप्टिक सकको प्राइमरी काउज चाहिँ अब जस्तै सेप्टिक सक भएको छ, त्यसमा चाहिँ प्रेसर घट्नुको चाहिँ प्रमुख कारण चाहिँ के हो त भने हो कि प्राइमरी कजेस भनेर सोध्या हो। सो यो चाहिँ हामीले चाहिँ हाइपोभोलमिया चाहिँ यसमा चाहिँ अलिकति मिल्दैन, किनभने चाहिँ हाइपोभोलमिया भनेको चाहिँ के हो त भोल्युम चाहिँ कम हुनु है। त्यो चाहिँ तपाईँको मस्टली चाहिँ के को कारण हो त भन्दाखेरि चाहिँ हाइपोभोल्मिक सकको कारण हो। यो चाहिँ हाम्रो प्रश्नले चाहिँ सेप्टिक सक सोधेको छ, त्यही भएर चाहिँ तपाईँहरूको प्रश्नको तपाईँहरूले दिएको उत्तर चाहिँ अलिकति मिलेन है त। यसको सही उत्तर भनेको भ्यासोडाइलेसन हो। यो किन कसरी हुन्छ भन्ने कुरा चाहिँ अहिले चाहिँ तपाईँले चाहिँ बुझिहाल्नुहुन्छ जति बेला चाहिँ हामीले यो सेप्टिक सक चाहिँ पढ्छौँ है। सबैजनाले चाहिँ कपी निकाल्नु भएको छ कि छैन भन्नु त मलाई। कपी राख्नु भएको छ हजुर अगाडिमा? लिखिरहेको हजुर छ। निकाल्नु सर। ल सब एउटा कुरा चाहिँ तपाईँले जहिले याद राख्नु पर्यो, एनएसपिसी अथवा चाहिँ कुनै पनि एक्जाम चाहिँ तपाईँले क्र्याक गर्नु छ भने नि यहाँ चाहिँ क्लासमा चाहिँ पढाइएको कुरा चाहिँ तपाईँले लेख्नुपर्छ कि कपीमा। जस्तै यो चाहिँ तपाईँलाई मैले अहिले भने यति कुरा चाहिँ होइन, तपाईँले चाहिँ लेख्नु भएन भने चाहिँ अब चाहिँ म अर्को क्वेसन्स हाल्छु होला, अथवा चाहिँ अरू टपिकमा जाँदाखेरि चाहिँ त्यो त्यति बेला चाहिँ तपाईँले चाहिँ त्यो कुरा चाहिँ फेरि सुन्नुहुन्छ कि, र पछिको कुरा चाहिँ अलिअलि चाहिँ बिर्सिनुहुन्छ, अलिअलि याद हुन्छ, अलिअलि चाहिँ बिर्सिन्छ। त्यसले गर्दाखेरि चाहिँ चट्ट भनेको कुरा चाहिँ तपाईँले कपीमा लेखिदिनु भयो भने पनि, तपाईँ बिर्सिनु भयो भने पनि समस्या छैन कि। अहिलेलाई बिर्सिनुहोस्, ठिक छ, भोलि फेरि क्लासमा आउनुभन्दा पहिला त्यो लेखेको कुरा चाहिँ सरर पढिदिनु भयो भने चाहिँ फेरि तपाईँले चाहिँ सबै कुरा चाहिँ याद भइहाल्छ कि। सो त्यसले गर्दाखेरि चाहिँ जुनसुकै एक्जामको लागि चाहिँ तपाईँ यदि तयारीमा हुनुहुन्छ भने चाहिँ पहिलो कुरा चाहिँ तपाईँले मजाले चाहिँ क्लासमा भएको नोट्स नोट्स आफ्नो मजाले बनाउनु पऱ्यो। साथसाथै अब एक्स्ट्रा कुरा चाहिँ जुन चाहिँ तपाईँले सिक्नुभयो त्यो चाहिँ चट्ट कपीमा चाहिँ लेखिहाल्नु पर्यो है। र त्यसलाई चाहिँ पटक पटक चाहिँ बेला बेला चाहिँ अब बिर्सेको बेला चाहिँ रिभिजन गर्दाखेरि चाहिँ हुन्छ है त। ल ओके, यो प्रश्न चाहिँ तपाईँले चाहिँ अब अलिकति मिलाउन सक्नु भयो भने, त्यही भएर चाहिँ म अर्को प्रश्न पनि यहाँ चाहिँ हाल्छु है त तपाईँलाई चाहिँ।
यसलाई इरेज गर्दा फेरि हुन्छ कि के हुन्छ भन्नु त? लेखिसक्नु भएको होला है सबैजना? ल यसलाई मैले इरेज गरेँ है त। अर्को प्रश्न मैले चाहिँ तपाईँले चाहिँ यहाँ राखेँ। सजिलो प्रश्न राख्छु है त अब चाहिँ। जस्तै मैले यहाँ चाहिँ के राखेँ त भन्दाखेरि चाहिँ मस्ट कमन काउजेज अफ न्युरोजेनिक सक भन्छौँ है त हामीले चाहिँ। के त? मस्ट कमन काउजेज अफ न्युरोजेनिक सक भन्ने खालको चाहिँ हाम्रो प्रश्न छ। अप्सन्स हेर्नुहोस् है त। अप्सन एमा चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ ब्याड न्युज छ। अप्सन बीमा चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ एक्सिडेन्ट छ। अप्सन सीमा चाहिँ हाम्रो के छ त स्पाइनल कर्डको Injury. इन्जुरीको कुरा छ। र अप्सन नम्बर डीमा चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ सिभियर पेन छ है त। ल यसको सही उत्तर चाहिँ के हुन्छ भन्नुहोस् अब 3 नम्बर सर। सबैजनाले। 3 नम्बर। ए नम्बर। ल एउटाले चाहिँ ए भन्नुभयो, अर्कोले चाहिँ सी भन्नुभयो। अरू नबोल्ने साथीहरूले चाहिँ च्याटमा लेख्दा पनि हुन्छ है त। म सबैजनाको यहाँ चाहिँ कमेन्ट चाहिँ के अरे च्याटमा चाहिँ तपाईँले चाहिँ पठाएको चाहिँ हेरिरहेको छु। Sir, च्याटमा option पनि C. तपाईँ ल अप्सन सी भन्नुभयो। एकजना अजयले चाहिँ अप्सन सी भन्नुभयो। ओके ल सञ्जयजीले पनि सी भन्नुभयो। रोशनजीले पनि सी भन्नुभएको छ। ओके म ल पनि सी। ठिक। ल तपाईँ अनिलजीले पनि सी भन्नुभएको छ। ओके ल यसको चाहिँ सही उत्तर भनेको चाहिँ स्पाइनल कर्डको चाहिँ इन्जुरी नै हुन्छ है त। न्युरोजेनिक सक भनेको छ। न्युरोजेनिक सकभित्र चाहिँ एउटा चाहिँ कुन सक पर्छ अरे अनिलजी भन्नु त? साइकोजेनिक होइन? हजुर। एउटा चाहिँ तपाईँको यहीँभित्र चाहिँ साइकोजेनिक सक चाहिँ पर्ने हुन्छ, बुझ्नुभयो? साइकोजेनिक सक भन्नुको मतलब जस्तै तपाईँले चाहिँ सुन्नुहुन्छ नि, अथवा चाहिँ प्रत्येक धेरै जसो चाहिँ पहिलाहरूको अथवा अहिलेको मुभीहरूमा पनि तपाईँले यो सिन हेर्नुभएको होला कि अलिकति ब्याड न्युजहरू चाहिँ सुन्दाखेरि चाहिँ अथवा चाहिँ पुरै ब्लडै ब्लड भएको कुराहरू चाहिँ हेर्दाखेरि चाहिँ के हुन्छ, मान्छे चाहिँ बेहोस भइहाल्छ है। त्यो चाहिँ कुन सकमा गएको छ भन्दाखेरि चाहिँ त्यो चाहिँ तपाईँको साइकोजेनिक सकमा गएको हो कि। मैले के भने त भन्दाखेरि चाहिँ म फेरि पनि एकचोटि रिपिट गरेँ। तपाईँले चाहिँ हेर्नुहुन्छ नि, के हेर्नु छ भने चाहिँ जस्तै एकदमै ठुलो एक्सिडेन्टहरू परेको छ भने चाहिँ त्यति बेला पनि अब कुनै मान्छेले हेऱ्यो भने चाहिँ त्यो बेहोस भइदिएर हुन्छ। अथवा चाहिँ कुनै ब्याड न्युजहरू सुन्यो, आफ्नै फ्यामिलीको कुनै अब नराम्रो घटनाहरूको नराम्रो घटना घटेको सुन्दाखेरि चाहिँ बेहोस भइदिने जस्तो कुराकानी भइरहेको हुन्छ नि त। अथवा चाहिँ अब हिजो हिजो अस्ति चाहिँ तपाईँको अब एनएसपिसीको रिजल्ट आउँदाखेरि चाहिँ धेरैजना साथीहरू चाहिँ सकमा पनि पुग्नु भएको होला। राम्रो इक्जाम भएको छ तर यसो रिजल्ट हेर्दाखेरि त लु फेल पो भइएको छ। त्यसले गर्दा पनि अब धेरैजना चाहिँ फेन्ट भइदिने, सकमा गइदिने। त्यो चाहिँ कुन सकमा गएको भने चाहिँ साइकोजेनिक सकमा गएको। त्यसको स्पेसिफिक एन्सर चाहिँ के हुन्छ त? साइकोजेनिक सक हुन्छ। तर कहिलेकाहीँ चाहिँ साइकोजेनिक सक चाहिँ अप्सन्समा हुँदैन कि। सो त्यो अवस्थामा चाहिँ हामीले चाहिँ के भन्नुपर्छ त भन्दाखेरि चाहिँ न्युरोजेनिक सक चाहिँ भन्नुपर्ने हुन्छ है त। म अहिले चाहिँ के भने त भन्दाखेरि चाहिँ यसलाई चाहिँ थोरै क्ल्यारिफाई गर्नको लागि चाहिँ म तपाईँले चाहिँ अर्को प्रश्न हाल्छु अनि मजाले चाहिँ तपाईँले चाहिँ बुझिहाल्नुहुन्छ है त। मैले चाहिँ जस्ट तपाईँले यहाँ चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि चाहिँ न्युरोजेनिक र साइकोजेनिकमा चाहिँ के चाहिँ फरक छ भन्दाखेरि चाहिँ साइकोजेनिक सक भनेको चाहिँ यसलाई स्पेसिफिक हामीले भनिरहँदाखेरि चाहिँ यो चाहिँ तपाईँको ब्याड न्युजहरूको कारणले चाहिँ मान्छेहरू चाहिँ जुन सकमा चाहिँ पुगिरहेको हुन्छ त्यो सक भनेको चाहिँ हाम्रो साइकोजेनिक सक हो। तर चाहिँ तपाईँको प्रश्नले चाहिँ ब्याड न्युज नै भनेको छ। ब्याड न्युजहरूले गर्दाखेरि चाहिँ मान्छे सकमा गएको छ भनेर भनेको छ। त्यो चाहिँ कुन सकमा चाहिँ पुगेको छ भने जस्तो प्रश्न छ भने चाहिँ त्यो अवस्थामा चाहिँ तपाईँले साइकोजेनिक भन्नुहुन्छ। तर अप्सनमा चाहिँ साइकोजेनिक चाहिँ हुँदैन कि। अनि त्यो अवस्थामा चाहिँ हामीले चाहिँ के गर्ने त भन्ने कुरा आउँछ। सो त्यो अवस्थामा चाहिँ त्यहाँ चाहिँ तपाईँको अप्सन्समा चाहिँ न्युरोजेनिक सक हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि चाहिँ न्युरोजेनिक सकलाई चाहिँ रोज्नुपर्ने हुन्छ है। जस्तै यो प्रश्नको सही उत्तर भनेको चाहिँ स्पाइनल कर्डको चाहिँ इन्जुरी हुन्छ है त। यो चाहिँ तपाईँले लेख्नु होला। म यहाँ अर्को प्रश्न पनि तपाईँलाई थप्छु है त। लेख्नुभयो सबैजना? हजुर सर। ल ओके अब हेर्नुहोस् है त। अर्को प्रश्न चाहिँ हामीले यहाँ चाहिँ के राख्यो त भन्दाखेरि ल सबैजना लेख्दै जानु होला है त। अर्को प्रश्न चाहिँ हाम्रो के छ त भन्दाखेरि चाहिँ
सडन ब्याड न्युज मेक काउजेस है त। अप्सन एमा चाहिँ हाम्रो छ सेप्टिक सक। अप्सन बीमा चाहिँ हाम्रो छ न्युरोजेनिक सक। अप्सन सीमा चाहिँ हाम्रो छ हाइपोभोलेमिक सक। अप्सन डीमा चाहिँ हाम्रो छ के त भन्दाखेरि चाहिँ साइकोजेनिक सक। ल यसमा चाहिँ के हुन्छ भन्नुहोस्। ल सबैजनाले च्याटमा लेख्नुहोस् त। साइकोजेनिक ल यसमा चाहिँ साइकोजेनिक सक हुन्छ। ल अरू कसैलाई लागेको छ केही केही दुविधा भयो यसमा नबुझेको छ भने चाहिँ सोधिहाल्नुहोस् है त। माइक चाहिँ तपाईँहरूको अनै छ, चट्ट माइकमा थिच्ने अन गर्ने अनम्युट गर्ने आफूलाई अनि सोध्ने। केही छ दुविधा यसमा? ल छैन है त। ब्याड न्युजहरूले गर्दाखेरि चाहिँ कुन सक हुन्छ त? साइकोजेनिक सक हुन्छ। यो साइकोजेनिक सक भनेको चाहिँ न्युरोजेनिककै एउटा पार्ट हो। जस्तै यो प्रश्न सेम प्रश्न छ तर यहाँ चाहिँ मैले यो अप्सन्सलाई चाहिँ काटिदिएँ है त। यो अप्सनको सट्टा मैले चाहिँ यहाँ के राखिदिएँ त भन्दाखेरि चाहिँ यहाँ चाहिँ मैले कार्डियोजेनिक सक राखिदिएँ। अब चाहिँ के हुन्छ हाम्रो एन्सर भन्नुहोस्। न्युरोजेनिक ल अब चाहिँ हाम्रो एन्सर चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ न्युरोजेनिक हुन्छ। भेरी गुड है त। यतिको बुझ्नु भएको छ भने चाहिँ अब के चाहियो त? केही कन्फ्युजन छ यसमा भन्नु त अनिलजी? होइन सर, ल कन्फ्युजन। ओके। ल ओके देन हामी चाहिँ अब कुराकानी चाहिँ स्टार्ट गरौँ है त। अब एमसिक्यू भन्ने कुरा चाहिँ हामी गर्दै जान्छौँ। थोरै हामी अझै यसमा चाहिँ कुराकानी चाहिँ स्टार्ट गरौँ। जस्तै तपाईँले चाहिँ अहिलेसम्म चाहिँ के थाहा छ भन्ने कुरा हेरौँ है त। सक चाहिँ जस्तै मलाई एउटा कुरा भन्नु त साथीहरू, सक चाहिँ हाम्रो कति प्रकारको हुन्छ भनौँ त? टाइप्स कतिवटा हुन्छ सकको? एकदमै फास्टमा भन्नु है त। 5वटा 5वटा हुन्छ। कुन कुन हुन्छ भन्नु त? हाइपोभोलेमिक सक, न्युरोजेनिक सक, कार्डियोजेनिक उम्, सक, एनाफ्लेटिक सक, सेप्टिक सक। सेप्टिक सक। ओके भेरी गुड है त। 5वटा प्रकारको सक हुन्छ। मैले फेरि पनि भने यो सक भन्ने कुरा चाहिँ तपाईँले आफ्नो टिप अफ द टङमा राख्नु पऱ्यो। किनभने चाहिँ तपाईँले लाइसेन्स पाइसकेपछि फेरि पनि यो कुरा चाहिँ चाहिन्छ, लोकसेवा पनि चाहिन्छ। र अहिले चाहिँ धेरैजना साथीहरूले चाहिँ के सोध्छ भन्दाखेरि चाहिँ अहिलेदेखि के लोकसेवाको गरिराख्नु भनेर सोच्नुहुन्छ होइन। तर त्यसको चाहिँ एउटा फाइदा हुन्छ है त। के फाइदा हुन्छ भने चाहिँ त्यहाँ हामीले चाहिँ नितेश अफिसियल युट्युब च्यानलमा गएर हेर्नु अथवा चाहिँ हिजो चाहिँ फिडब्याक सेसनमा चाहिँ तपाईँले चाहिँ जोडिनु भएको थियो भने चाहिँ तपाईँहरूकै सिनियरहरूले चाहिँ जसले चाहिँ यो 13th लाइसेन्स एक्जाम चाहिँ क्र्याक गर्नु भएको छ, पास हुनुभयो, उहाँहरू सबैको एउटै उद्देश्य के थियो भन्दाखेरि चाहिँ सर अब चाहिँ म लोकसेवातिर चाहिँ जान्छु है भनेर चाहिँ थियो। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ अहिलेदेखि नै अलिअलि चाहिँ लोकसेवाको पनि कुराकानी चाहिँ हेर्नुभयो भने चाहिँ भोलिको दिनमा चाहिँ तपाईँले चाहिँ सजिलो हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ अब अलिकति यो कुराले पनि विचार गर्दै हामीले अगाडि बढ्यो भने चाहिँ मजाले सकिन्छ है त। जस्तै अनिलजी तपाईँको घर चाहिँ कहाँ छ अरे भन्नु त? मेरो घर सर लान। सर्लान। ओके जस्तै लाहान लाहान कि सर्लान भन्नुभयो? लाहान सर, लाहान। लाहानको कुन ठाउँ? लाहानभन्दा अलि भित्र छ के, आधी घन्टा जति लाग्छ। ओके ल ल यहाँ हेर्नुहोस् है त। जस्तै अनिलजीलाई चाहिँ लाहानबाट चाहिँ काठमाडौँ जानुपर्छ अरे। धेरैजना साथीहरूलाई चाहिँ लाहान भन्ने कहाँ छ भन्ने पनि कुरा हुनसक्छ होला। लाहान भन्ने कुरा चाहिँ तपाईँको मध्य प्रदेशको चाहिँ सिराहा जिल्लाको चाहिँ एउटा ठाउँको नाम भनेको चाहिँ लाहान भयो है त। लाहानदेखि चाहिँ काठमाडौँ जानु पर्यो अरे, ठिक छ। जस्तै मैले चाहिँ यहाँ चाहिँ तपाईँलाई चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि चाहिँ जस्तै हामीलाई अहिलेको अवस्थामा चाहिँ एनएचपिसी क्र्याक गर्नु छ, लाइसेन्स एक्जाम क्र्याक गर्नु छ अबको आउने 14th है। मानौ तपाईँले चाहिँ एचएको चाहिँ अहिलेको अवस्थामा चाहिँ एचएको लाइसेन्स एक्जाम मात्र चाहिँ के गर्नु छ त क्र्याक गर्नु छ, लोकसेवासम्म चाहिँ पुग्नु चाहिँ छैन। काठमाडौँ भनेको चाहिँ हाम्रो के भयो त? यो चाहिँ लोकसेवा भयो है त। काठमाडौँ भनेको चाहिँ लोकसेवा भयो। बाटोमा चाहिँ बर्दिवास भन्ने ठाउँ चाहिँ हेर्नुभएको होला, सुन्नुभएको होला तपाईँहरू।
बाटोमा चाहिँ बर्दिवास भन्ने चाहिँ एउटा ठाउँ हुन्छ है त। थाहा छ होला अनिलजी तपाईँले बर्दिवास भन्ने कि छैन? हजुर सर, काठमाडौँ उदय बर्दिवास। बर्दिवास भन्ने कुरा चाहिँ हाम्रो लाइसेन्स भयो ल, यो चाहिँ हाम्रो लाइसेन्स भयो। अब जस्तै तपाईँले अनिलजीले चाहिँ अब लानबाट चाहिँ यदि गाडीमा बस्यो भने चाहिँ के अरे लानबाट चाहिँ गाडीमा बस्यो भने चाहिँ अब अहिलेको अवस्थामा अनिलजीलाई पुग्नु छ कहाँ त बर्दिवास, अथवा चाहिँ अहिलेसम्म चाहिँ लाइसेन्स मात्र चाहिएको छ अहिलेको अवस्थामा चाहिँ। तर जुन गाडीमा चाहिँ उहाँ बस्नु भएको छ त्यो गाडी चाहिँ काठमाडौँसम्मै पुग्छ अरे है। भन्नुको मतलब चाहिँ यदि अनिलजी चाहिँ यो काठमाडौँ जाने गाडीमा चढ्यो भने त मजाले चाहिँ उहाँ बर्दिवास पुग्नुहुन्छ कि पुग्नुहुन्न? पुग्नुहुन्छ नि त होइन? हो, त्यस्तै भन्न खोजेको यहाँ के हो भन्दाखेरि चाहिँ तपाईँले अहिलेदेखि नै यदि लोकसेवाकै कुराकानीमा चाहिँ अलिकति त्यही हेरोफेरोमा चाहिँ हिँड्नु भयो भने त लाइसेन्ससम्म त किन पुग्नुहुन्न, मजाले पुग्नुहुन्छ नि त होइन? लोक काठमाडौँको गाडीमा चाहिँ लानबाट चाहिँ तपाईँ बस्नुभयो भने चाहिँ बर्दिवास पुगिँदैन त? अनि पुगिन्छ नि त, बाटोमा छ अनि किन पुगिँदैन त? हो, त्यस्तो हो क्या कुराकानी चाहिँ। अब यो एउटा कुरा चाहिँ के फाइदा भयो भन्दाखेरि चाहिँ जस्तै तपाईँ बर्दिवासको गाडीमा सिधै चढ्दा पनि हुन्थ्यो, किनभने चाहिँ तपाईँले बर्दिवास पुग्नु छ। तर चाहिँ तपाईँले चाहिँ बर्दिवासको गाडीमा मात्र चढ्नुभयो भने चाहिँ तपाईँले यहाँसम्म मात्र पुग्नुहुन्छ कि, अथवा चाहिँ तपाईँले बर्दिवास पुगेर अब म अलिकति काठमाडौँ पनि जाँदा हुन्थ्यो नि त भन्ने चाहिँ तपाईँको त्यति बेला सोच्नुभयो भने चाहिँ के हुन्छ त, तपाईँले फेरि अर्को गाडी चढ्नु पऱ्यो होइन। तर चाहिँ तपाईँले सुरुमै म चाहिँ अब काठमाडौँ पनि भरे अब पुग्न सक्छु होला है, त्यस्तो मन भयो भने चाहिँ त्यति बेलाको लागि चाहिँ तपाईँले अहिलेदेखि नै काठमाडौँ जाने गाडीमा चढ्नुभयो भने चाहिँ अब भोलिको दिनमा चाहिँ अब बर्दिवास पुगेर चाहिँ होइन म काठमाडौँ जाँदिनँ म यहीँ बस्छु भन्न पनि पाइयो नि त, त्यहाँ चटोवर लिँदा भयो। सो त्यो चाहिँ यहाँ भन्न खोजेको छु मैले चाहिँ है। तपाईँले चाहिँ अलिकति मजाले चाहिँ त्यहीँ हेरोफेरोमा चाहिँ मजाले चाहिँ अब पढिदिनु भयो भने चाहिँ भोलिको दिनमा लाइसेन्स हातमा आइसकेपछि चाहिँ लोकसेवाको लागि पनि तपाईँले सजिलो हुने भयो है। र लोकसेवा पढ्दा पनि अब यो सकबाट चाहिँ यही कुराहरू चाहिँ हामीले पढ्ने, योभन्दा छुट्टै एक्स्ट्रा कुराकानी केही पनि आउँदैन त्यहाँ चाहिँ, बुझ्नुभयो? त्यो चाहिँ है त कुराकानी चाहिँ। जस्तै अब यो प्रश्न मैले अगाडि चाहिँ तपाईँले एउटा राखेको थिएँ न्युरोजेनिक सकवाला चाहिँ, त्यो चाहिँ अस्ति भर्खरै कोसीको चाहिँ 5औँ तहमा चाहिँ सोधेको प्रश्न छ है त्यहाँ हाम्रो एचएको लागि चाहिँ। त्यसले गर्दाखेरि चाहिँ त्यस्तै त्यस्तै प्रश्नहरू चाहिँ आउने हुन्छ, जुन चाहिँ तपाईँको लाइसेन्समा पनि र लोकसेवामा पनि तपाईँले भोलिको दिनमा चाहिँ चाहिहाल्नुहुन्छ, बुझ्नुभयो? त्यो चाहिँ कुराकानी छ। ल यहाँ हेर्नुहोस् त, एउटा प्रश्न हामीसँग अझै छ, यसको एन्सर भनिदिनु पर्यो तपाईँले चाहिँ। अल आर द क्लिनिकल फिचर्स अफ न्युरोजेनिक सक भनेको छ, कुन चाहिँ होइन भनेको छ है त यहाँबाट चाहिँ के भन्ने हामीले चाहिँ। ल च्याटमा लेख्न सक्नुहुन्छ है त तपाईँहरू। न्युरोजेनिक सकको चाहिँ यहाँ मध्ये सबै चाहिँ क्लिनिकल फिचर्स हो हुनलाई, एउटा चाहिँ कुन चाहिँ होइन एक्सेप्ट भनेको छ नि त हाम्रो प्रश्नले चाहिँ, के भन्ने हामीले के भन्नुहुन्छ? ऱ्यान्डम भनौँ न। ल सी भन्नुभयो, डी भन्नुभयो, डिडिडी भनिरहनु भएको छ तपाईँहरू। ल के गर्नु त, अहिलेलाई मैले डी नै लगाएँ है त। त्यसो भए अनिलजीको मत चाहिँ कतातिर छ यो प्रश्नमा चाहिँ? डी सर, डी नम्बर। ल उहाँले पनि डी भन्नुभयो। ओके ल अहिलेलाई चाहिँ मैले केही भनिनँ है त, तपाईँहरूकै एन्सर मैले यहाँ लेखिदिएको छु, डी तपाईँले चाहिँ भन्नुभएको छ है। ल यो प्रश्नमा चाहिँ हामी फेरि पनि रिटर्न ब्याक चाहिँ हुन्छौँ। कति बेला रिटर्न ब्याक हुन्छौँ भने चाहिँ जति बेला चाहिँ हामीले न्युरोजेनिक सक चाहिँ अहिले अगाडि चाहिँ पढिहाल्छौँ त्यति बेला फेरि पनि हामी यो प्रश्नमा आउँछौँ, त्यति बेला चाहिँ तपाईँले चाहिँ आफै भन्नुहुन्छ के चाहिँ एन्सर छ भन्ने कुरा चाहिँ है। ल ओके अर्को प्रश्नमा जाउँ हामी। अर्को प्रश्न पनि छ हामीसँग यहाँ चाहिँ। ल हेर्नुहोस् त, एड्रिनालिन इज युज फर द ट्रिटमेन्ट अफ भनेको छ है त। एड्रिनालिन चाहिँ हामीले कुन सकको ट्रिटमेन्टमा युज गर्छौँ भन्नुहोस्। यहाँ चाहिँ 4वटाको नाम छ, एकदमै फास्टमा च्याटमा लेख्नुहोस् त। कार्डियोजेनिक सक। ल कार्डियोजेनिक सक भन्नुभयो एउटा साथीले, अरूहरूले चाहिँ के भन्नु? एनाफिलेक्टिक सक। एनाफाइलेक्टिक सक भन्नुभयो एकजनाले। ओके अरू? एनाफाइलेक्टिक सक। एनाफाइलेक्टिक सक। ओके ल हाम्रो मत भन्ने कुरा चाहिँ अलिकति एनाफाइलेक्टिक सकतिर चाहिँ आयो। डिडी भन्दै हुनुहुन्छ, सञ्जयजीले चाहिँ सी भन्नुभएको छ। ओके ल ठिक छ है त, मैले यहाँ एन्सर लगाइदिएको छु। फेरि पनि हामी चाहिँ यहाँ चाहिँ रिटर्न ब्याक हुन्छ जति बेला चाहिँ हामीले यो हाइपोभोलेमिक सकहरू, सेप्टिक सक, कार्डियोजेनिक सक, एनाफाइलेक्टिक सकहरूको कुराकानी पढिसक्छौँ, त्यसपछि फेरि पनि हामी यहाँ रिटर्न ब्याक हुन्छ, त्यति बेला चाहिँ तपाईँहरू आफै भन्नुहुन्छ यसको एन्सर सही उत्तर के हुन्छ भनेर है। ल यो चाहिँ हाम्रो फिडब्याक सेसन होइन, क्लास हो यो चाहिँ। आजदेखि चाहिँ हाम्रो रेगुलर क्लास स्टार्ट भइसकेको छ, हाम्रो रेकर्डिङ पनि अन छ, हेरिरहनु भएको होला तपाईँहरू। यो रेकर्डिङ किन अन छ भन्दाखेरि चाहिँ हामीसँग चाहिँ जोडिसकेको साथीहरूले चाहिँ जसले एडमिसन गराइसक्नु भएको छ उहाँहरूले चाहिँ
रेकर्डिङ भिडियो पनि पाउनुहुन्छ। साथसाथै नोट्सहरू पनि आज अहिले भरेतिर चाहिँ सबै बुलेट पोइन्टहरू चाहिँ तपाईँले चाहिँ पठाइदिन्छौँ। चट्ट चाहिँ प्रिन्ट आउट गर्ने अनि मजाले पढ्ने है त, बुझ्नुभयो। चट्ट चाहिँ हामीसँग चाहिँ 2000 भन्दा धेरै बुलेट पोइन्टहरू छ, नयाँ पनि छ र पुरानो पनि छ है। 2000 भन्दा धेरै बुलेट पोइन्टको पिडिएफ चाहिँ हामीले तपाईँले पठाउँछौँ, पिडिएफ फर्ममा हुन्छ। पिडिएफ फर्ममा भइसकेपछि यसलाई चाहिँ चट्ट कपी उता हाम्रो फोटोकपी गर्ने प्रिन्ट आउट गर्ने पसलमा जानु होला, यसलाई चाहिँ प्रिन्ट आउट गर्नु होला, बुझ्नुभयो। प्रिन्ट आउट निकाल्ने अनि त्यसपछि चट्ट चाहिँ के गर्ने त, हाइलाइटर किन्ने, हाइलाइट गर्दै पढ्ने सबै कुरा चाहिँ। म तपाईँले चाहिँ सोध्छु पनि है, प्रत्येक पिडिएफबाट चाहिँ तपाईँले चाहिँ एउटा होमवर्क जस्तो गर्छु, त्यसपछि चाहिँ तपाईँले चाहिँ सोध्ने कार्यक्रम पनि हुन्छ हाम्रो चाहिँ। र भोलि चाहिँ सुन्नुहोस् है सबैजना चाहिँ, भोलि हाम्रो कुन दिन हो, सन्डे हो है। भोलि चाहिँ हाम्रो एक्जाम हुन्छ, बुझ्नुभयो। तपाईँले चाहिँ आज जुन जुन साथीहरूले चाहिँ ओके ओके, फिडब्याक सेसन हाम्रो हिजैको थियो, हिजैको क्लासमा चाहिँ हाम्रो फिडब्याक सेसन थियो। किनभने चाहिँ हामीसँग चाहिँ अब धेरै समय चाहिँ छैन। तपाईँको असारमा चाहिँ 14th लाइसेन्स एक्जाम चाहिँ भइहाल्ने हो एक्जाम चाहिँ, त्यसले गर्दाखेरि चाहिँ हामीले क्लास चाहिँ जति सक्दो चाहिँ छिटो सकाएर फेरि एकचोटि चाहिँ सरर चाहिँ तपाईँले चाहिँ रिभिजन गर्ने पनि हामीले राखेको छ। त्यसले गर्दाखेरि चाहिँ क्लास हाम्रो आजदेखि चाहिँ स्टार्ट भइसकेको छ र जुन कुरा चाहिँ तपाईँ आज पढिरहनु भएको छ यसको चाहिँ फेरि तपाईँको चाहिँ अब यति डिटेलमा चाहिँ क्लास नहुन सक्छ है त। त्यसले गर्दाखेरि चाहिँ जति सक्दो चाहिँ तपाईँले चाहिँ अब हामीसँग जुडिनु भएको छैन भने चाहिँ चट्ट चाहिँ हामीलाई चाहिँ वाट्सएपमा मेसेज गरेर चाहिँ जुड्नु होला है त। ल ओके, यहाँ चाहिँ म के भन्दैछु भने चाहिँ जुन जुन साथीहरू चाहिँ अब जुडिसक्नु भएको छ उहाँहरूको भोलि चाहिँ एक्जाम हुन्छ, मक टेस्ट हुन्छ हाम्रो चाहिँ है। मक टेस्ट हुन्छ, मक टेस्टमा चाहिँ मजाले चाहिँ तपाईँको क्वेसन्सहरू आउँछ, मजाले सोल्भ गर्नु होला। त्यसपछि अब भोलिदेखि चाहिँ हाम्रो क्युडी सेसन पनि हुन्छ, 1.5 घन्टाको चाहिँ तपाईँको चट्ट क्युडी सेसन हुन्छ, जसमा चाहिँ हामीले मात्र एमसिक्यू साथसाथै बुलेट पोइन्टहरू चाहिँ तपाईँले चाहिँ लेखाउँछौँ, थोरै कन्सेप्टहरू चाहिँ दिन्छौँ। सो त्यसले गर्दाखेरि चाहिँ अब भोलिदेखि चाहिँ अझै रमाइलो हुन्छ है त। भोलि एक्जाम पनि हुन्छ, त्यसको फिडब्याक सेसन पनि हुन्छ। सबैजनाले चाहिँ एक्जामको टाइम चाहिँ हाम्रो ठ्याक्क 10 बजे हुन्छ है त। 10 बजे, बिहानको 10 बजे, जहिले चाहिँ हाम्रो एक्जाम भनेको बिहानको 10 बजे हुन्छ। 10 बजेदेखि चाहिँ तपाईँले 7 बजेसम्म, बेलुकाको 7 बजेसम्म चाहिँ दिन सक्नुहुन्छ। त्यो समयमा चाहिँ जुनसुकै समयमा दिँदा भयो। त्यसपछि चाहिँ गुगल फर्म चाहिँ हाम्रो अफ हुन्छ है, त्यसपछि चाहिँ तपाईँले चाहिँ दिन पाउनु भएन है त। 7 बजे पछाडि तपाईँले चाहिँ एक्जाम दिन पाउनुहुन्न, त्यही भएर चाहिँ त्यही समयमा चाहिँ तपाईँले एक्जाम पनि दिनु पर्यो, ठिक छ। ल ओके, यहाँ चाहिँ मैले चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि चाहिँ तपाईँले चाहिँ बुलेट पोइन्ट पाइसकेपछि चाहिँ मजाले चाहिँ त्यसले चाहिँ पढ्नु होला है त। म पठाइदिन्छु अहिले क्लास सकेपछि चाहिँ। ल एउटा अझै प्रश्न सर छ, ग्रुपमा त्यसपछि एड चाहिँ हाम्रो गर्नुभएछ नि सर, हजुर त्यो मलाई त्यो ग्रुपमा एड गर्नु भएन सर। अहिले म तपाईँले चाहिँ एड गरिदिन्छु है अनिलजी। हस् ल ओके, यसको चाहिँ एन्सर भनौँ त के हुन्छ, मस्ट एप्रोप्रिएट पोजिसन फर अ केस अफ सक इज भनेको छ है त। सकको अवस्थामा चाहिँ हामीले के गर्नु पर्यो त, कस्तो पोजिसनमा चाहिँ राख्नु पर्यो भन्ने कुरा चाहिँ हाम्रो प्रश्नले भनेको छ है त। के भन्नुहुन्छ यसमा, भन्नुहोस्। बी, लेग इलिभेटेड। लेग इलिभेटेड भन्नुभयो। अरू कसैलाई च्याटमा लेख्न सक्नुहुन्छ है त तपाईँहरू। अर्को हाम्रो यहाँ ट्वेलेनबर्ग पनि 12 पोजिसन पनि छ है त। अर्को लेग एलिभेटेड छ, अर्को प्रोन पोजिसन, अर्को चाहिँ हाम्रो सुपाइन पोजिसन छ। ल ल कविताजीले ए भन्नुभएको छ, रोशनजीले पनि ए भन्नुभएको छ है त। ल दुईजनाले चाहिँ हाम्रो एतिर भन्नुभयो भने चाहिँ एकजनाले चाहिँ यता लेग एलिभेटेडमा भन्नुभएको छ है त। अनिलजी तपाईँ चाहिँ कता भन्ने? ल तपाईँ पनि एमा भन्न जानुहुन्छ, ओके। ल ठिक छ, तिनजनाले ए भन्नुभएको छ, एकजनाले चाहिँ बी भन्नुभएको छ। यो कुराकानी चाहिँ हामी फेरि पनि अहिले गरि नै हाल्छौँ। ल अहिले चाहिँ हामी फेरि पनि यतातिर चाहिँ रिटर्न ब्याक हुन्छौँ। ल ओके, ठिक छ कुराकानी चाहिँ। यो क्वेसन्सहरू चाहिँ तपाईँले कपीमा लेख्नु होला, बाँकीको यो नोटहरू चाहिँ चट्ट लेख्दै जानु होला है त कपीमा चाहिँ। हुन त यो चाहिँ म तपाईँलाई चाहिँ पिडिएफ फर्ममा पठाइदिन्छु अहिले ग्रुपमा चाहिँ, त्यहाँबाट पनि लेख्दा भयो, अथवा चाहिँ अहिले चाहिँ भ्याउनुहुन्छ भने चाहिँ भ्याउँदै लेख्दा पनि हुन्छ है त, केही त्यस्तो समस्या चाहिँ भएन। ल ल हेर्नुहोस् त, सक भन्ने कुरा चाहिँ आयो। अब चाहिँ हाम्रो मेन टपिक चाहिँ अब स्टार्ट हुँदैछ है त। अघिदेखि चाहिँ हाम्रो टिजर चलिरहेको थियो, ट्रेलर चलिरहेको थियो, अहिले चाहिँ अब पिक्चर चल्नेवाला छ। हेर्नुहोस् त, सक भन्ने कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो बुझ्नु पर्यो है त हामीले चाहिँ। त्यो बुझ्नुभन्दा पहिला म तपाईँलाई चाहिँ सोधेँ है त, सक भन्ने कुरा चाहिँ तपाईँले के बुझ्नु भएको छ, सक भनेको चाहिँ के हो ठ्याक्कै भन्दाखेरि चाहिँ के भन्ने, सक भन्ने कुरा चाहिँ के हो वान सर्टमा भन्दाखेरि चाहिँ तपाईँले के भन्नुहुन्छ भन्नुहोस्। ल पहिला अनिलजीले नै भनिदिनु पर्यो। अनिलजी के हुन्छ सक भनेको, के बुझ्नु भएको छ तपाईँले? सक भनेको त्यो सर, सर भन्न त्यो गाह्रो भइहाल्छ। भन्न गाह्रो भइरहेछ।
त्यही पनि भन्नु पर्यो। जे थाहा छ त्यही भनिदिनु न, केही छैन त्यस्तो। तर फेरि भन्दिनँ म अर्को दिन भनिदिन्छु सर मलाई त्यो भएर ल ओके, ल अघिको साथीलाई मैले सोधेँ है त, रिजाबनाजीलाई सोधेँ मैले। सुनिरहनु भएको छ मलाई? हजुर सर। तपाईँको नाम रिजाबाना होइन कि? मैले प्रोनाउन्सिएसन अलिक मिस्टेक गरेँ? रिजवाना खातुन, रिजवाना परवीन। ओके ल ल मलाई भन्नु, सक भनेको के हो त्यो भनिदिनुहोस् मलाई। सिभियर हाइपरटेन्सन डिक्रिज हुन्छ। के भन्नुभएको? मजाले भन्नु त, साउन्ड एकदमै सानो आयो तपाईँको। सिभियर हाइपरटेन्सन डिक्रिज सीजन सिभियर हाइ ओके, डिक्रिज अक्सिजन सप्लाई भन्नु, सिभियर हाइपोटेन्सन भन्नुभयो। ओके organ organ किडनी। ओके, अर्गन फेलियर पनि भन्नु। भेरी गुड। ल तपाईँ चाहिँ योभन्दा पहिला एनएसपिसी दिइसक्नु भएको छ, एक्जाम दिइसक्नु भएको कि पहिलोचोटि हुनेवाला छ अब तपाईँको? एकचोटि दिएको छु सर। भन्नु त। एकचोटि दिएको। एकचोटि दिनुभएको छ है। ल ओके ठिक छ। उहाँले चाहिँ राम्रो भन्नुभएको छ। अझै म यसमा चाहिँ थपथाप गर्छु है त। अरू कुनै साथीहरूलाई चाहिँ थपथाप गर्नु छ? सञ्जयजीले सक इज अ लाइफ थ्रेटनिङ सर्कुलेसन फेलियर भन्नुभएको छ। ओके सञ्जयजी, यता हाम्रो माइक खोलेर बोल्न सक्नुहुन्छ तपाईँ? यसो बोलचाल पनि गर्नुपर्छ कि, अनि रमाइलो हुन्छ। बोल्दै जाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि नि, अलिकति आफ्नो त्यो बोलाइ पनि थोरै इन्क्रिज हुँदै जान्छ कि, बोल्ने क्यापेसिटी पनि त्यो के हुन्छ भन्दाखेरि चाहिँ बढ्दै जान्छ। भोलिको दिनमा लाइसेन्स लिइसकेपछि चाहिँ तपाईँ कतै जागिरमा बस्नुहुन्छ, प्राइभेट जागिर गर्नुहुन्छ, अथवा चाहिँ लोकसेवामा जानुहुन्छ भने पनि इन्टरभ्यूको बेला चाहिँ तपाईँले अलिकति राम्ररी बोलिदिनु भयो भने चाहिँ तपाईँ सिधै रिजेक्ट हुनुहुन्छ कि, रिजेक्ट भइहाल्नुहुन्छ। अथवा चाहिँ प्राइभेट जबमा जाँदा पनि त्यहाँ चाहिँ तपाईँले इन्टरभ्यू गर्नुपर्ने हुन्छ। इन्टरभ्यूमा अलिकति मजाले चाहिँ बोल्नु भएन भने चाहिँ त्यो अवस्थामा पनि अलिकति तपाईँको माइनस पोइन्ट भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ माइक चाहिँ किन चाहिँ त्यत्तिकै खोलेर राखेको छौँ भने चाहिँ तपाईँले चाहिँ बोल्नको लागि हो। त्यो खासमा चाहिँ मजाले चाहिँ माइक खोलेर बोल्ने, कुनै क्वेसन छ भने सोध्ने है। जसलाई चाहिँ जति सक्दो चाहिँ तपाईँले चाहिँ सक्नुहुन्छ भने चाहिँ माइक खोलेरै एन्सर गर्नु होला। अथवा चाहिँ अब कहिलेकाहीँ के हुन्छ भने चाहिँ आफ्नो वरिपरि चाहिँ मान्छेहरू हुन्छ, अथवा चाहिँ हल्ला भइरहेको हुन्छ, त्यो अवस्थामा चाहिँ च्याट बक्स हाम्रो छ, त्यहाँ चाहिँ मेसेज त्यो त्यहाँ चाहिँ च्याटमा चाहिँ लेख्न सक्नुहुन्छ है त। ल ओके, सक भन्ने कुरा के हो भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् है त, सक भनेको चाहिँ एउटा सिन्ड्रोम भन्छ हामीले चाहिँ। यो चाहिँ के हो त? एउटा सिन्ड्रोम हो। सिन्ड्रोम भनेको चाहिँ के हो भन्नु त मलाई? सिन्ड्रोम भनेको के हो? के भन्ने हामीले? सिन्ड्रोम भनेको चाहिँ ग्रुप अफ साइन एन्ड सिम्टम्स। ल सिन्ड्रोम भनेको चाहिँ ग्रुप अफ साइन एन्ड ग्रुप अफ साइन र सिम्टम है त। साइन र सिम्टमको कुराकानीलाई हामी के भन्छौँ समग्रमा? सिन्ड्रोम भनेर भन्छौँ है त। ल जुन जुन साथीहरू चाहिँ नयाँ हुनुहुन्छ है, जुन साथीहरू चाहिँ नयाँ हुनुहुन्छ, हिजोको फिडब्याक सेसनमा चाहिँ तपाईँको पास आउट भइसकेको साथीहरूले चाहिँ थोरै सुझावहरू चाहिँ दिनुभएको छ, कसरी त्यो पढ्ने नोट्सहरूको के कसो गर्ने भन्ने टाइपको कुराहरू चाहिँ। सो त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा कुरा जहिले याद राख्नुपर्ने हुन्छ कि हामीले चाहिँ आफूभन्दा चाहिँ माथिल्लो अथवा चाहिँ आफूभन्दा चाहिँ अब सिनियरहरूसँग चाहिँ सिक्नुपर्छ। सिक्ने कुरा चाहिँ राम्रो कुरा चाहिँ सिक्नुपर्छ। र जुन जुन साथीहरूले चाहिँ हिजोको फिडब्याक सेसनमा हुनु न थियो, उहाँहरूले चाहिँ नितेश अफिसियल युट्युब च्यानलमा गएर त्यहाँ चाहिँ हेर्नु होला। एउटा भिडियो चाहिँ फिडब्याक सेसनको राखेको छ, त्यहाँ गएर चाहिँ हेर्नु होला। उहाँहरूले चाहिँ टिप्स दिनुभएको छ, कसरी पढ्ने, कसरी चाहिँ नाम निस्किन्छ। धेरै त्यो दिनरात पढेर पनि त्यसरी पनि त्यो हुँदैन है त। त्यो पुरै त्यो साइको जस्तो दिनरात पढेको छ त्यस्तो पनि हामीले गर्नु हुँदैन। सबै काम गर्नुपर्छ हामीले चाहिँ। पढ्ने टाइममा पढ्ने, मोबाइल चलाउने, फेसबुक चलाउने, इन्स्टा चलाउने, बजार जाने, घुम्ने, खाने पिने सबै गर्नुपर्छ। तर सबैको चाहिँ टाइम म्यानेजमेन्ट गर्नुपर्छ। हामीले टाइम टेबल चाहिँ हामीले हिँड्नुपर्ने हुन्छ। टाइम टेबल भनेको चाहिँ तपाईँले चाहिँ आजदेखि अहिलेदेखि चाहिँ आफ्नो एउटा सेड्युल बनाउनु पऱ्यो। म चाहिँ दिनको चाहिँ यति घन्टा, धेरै पढ्न भनेको छैन मैले चाहिँ। हाम्रो क्लास भनेको चाहिँ लगभग चाहिँ तपाईँको 6 देखि 7 घन्टा हुनसक्छ प्रत्येक दिन चाहिँ। किनभने चाहिँ सुरुमा चाहिँ हामीले अलिकति क्लास धेरै नै राख्छौँ। किन धेरै राख्छौँ भने चाहिँ हामीसँग समय चाहिँ छैन। सिलेबस हामी सबै सक्छौँ। सिलेबस पनि अहिले म तपाईँले चाहिँ पछिबाट क्लास सकेपछि देखाइदिन्छु, हामीले के कुरा चाहिँ पढ्नुपर्ने हुन्छ भनेर चाहिँ। त्यसले गर्दाखेरि चाहिँ सुरुवाती अवस्थामा अलिकति तपाईँले गाह्रो हुनसक्छ। क्लास हाम्रो धेरै नै हुन्छ, तर त्यो गाह्रो सुरुमा लागे तापनि पछि चाहिँ तपाईँले सजिलो हुन्छ, सहजीकरण हुन्छ। किनभने चाहिँ सिलेबस सकेपछि हामीले रिभिजन गराउँछौँ तपाईँले चाहिँ, त्यो अवस्थामा चाहिँ तपाईँलाई चाहिँ एकदमै सजिलो हुन जान्छ है त। त्यसले गर्दाखेरि चाहिँ
जति सक्दो चाहिँ अहिलेको अवस्थामा 2 महिना मात्र छ, 2 महिना पनि तपाईँले मजाले पढ्नुभयो भने चाहिँ तपाईँसँग चाहिँ हातमा चाहिँ लाइसेन्स हुन्छ, जहाँ चाहिँ तपाईँको नाम चाहिँ त्यहाँ लेखेको हुन्छ, मिस्टर फलानो भनेर चाहिँ है। रजिस्टर भन्छ तपाईँलाई, त्यसपछि रजिस्टर्ड एज हेल्थ एसिस्टेन्ट भनेर भन्छ। सो त्यसले गर्दाखेरि चाहिँ त्यो सजिलै छ। अहिलेको अवस्थामा चाहिँ तपाईँले थोरै ध्यान दिनुपर्ने हुन्छ, जुन चाहिँ तपाईँले भोलिको दिनमा मजाले पाउनुहुन्छ है त। ल यहाँ हेर्नुहोस् त, सिन्ड्रम भन्ने कुरा चाहिँ एउटा साइन र सिम्टमको के हो त, ग्रुपलाई चाहिँ हामीले सिन्ड्रम भन्छौँ। र सक भन्ने कुरा चाहिँ यसमा चाहिँ हामीले चाहिँ साइनहरू हेर्छौँ, कुन कुन साइनहरू हेर्छौँ त्यसको बारेमा चाहिँ अहिले हामी कुराकानी गरि नै हाल्छौँ। साथसाथै सिम्टम्सहरू चाहिँ, लक्षणहरू चाहिँ हामीले यसमा हेर्छौँ, कुन कुन लक्षणहरू चाहिँ हेर्छौँ त्यसको बारेमा पनि हामीले अहिले कुराकानी चाहिँ गर्छौँ है त। ल मेन बुझ्नुपर्ने कुरा चाहिँ हामीले चाहिँ के हो भन्दाखेरि चाहिँ सक भन्ने कुरा चाहिँ यो चाहिँ सामान्य होइन कि, यो चाहिँ लाइफ थ्रेटनिङ हो। मान्छेको ज्यानै पनि जान सक्छ यसमा चाहिँ, बुझ्नुभयो? के हुन्छ त, मान्छे मर्न पनि सक्छ यसमा चाहिँ। कसरी मर्छ, किन मर्छ भन्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् है त, मेन जस्तै हामीले सक भन्छ नि त, जस्तै मलाई चाहिँ सक, म चाहिँ सकमा गएँ, त्यो भनेको के त, म कस्तो, मेरो शरीरमा के चाहिँ भएको छ भन्दाखेरि चाहिँ, जस्तै भन्छ नि कुनै मान्छे चाहिँ सकमा गयो, त्यो सकमा गयो त गयो होइन, त्यसलाई चाहिँ हामीले कसरी डिफाइन गर्ने त भन्दाखेरि चाहिँ त्यो मान्छेको शरीरमा भएको जुन भाइटल्स अर्गनहरू छ, भाइटल्स अर्गन भनेको के हो त, हाम्रो मुटुहरू चाहिँ, लिभर, लङ्सहरू चाहिँ के हो, किडनीहरू, सबै भाइटल्स अर्गनहरू चाहिँ एकदमै सेन्सिटिभ अर्गनहरू। त्यो चाहिँ अलिकति पनि तपाईँको त्यहाँ चाहिँ अक्सिजन पाएन, न्युट्रियन्ट्सहरू चाहिँ पाएन, ब्लडको सप्लाई चाहिँ मजाले भएन भने चाहिँ त्यो ड्यामेज हुन्छ। बुझ्नुभयो के हुन्छ त्यो, त्यो चाहिँ तपाईँको ड्यामेज हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यदि हाम्रो भाइटल्स अर्गनहरूमा चाहिँ ब्लड चाहिँ गएन अरे है, ब्लड गएन भन्नुको मतलब त्यो चाहिँ के चाहिँ गएन त, अक्सिजन पनि गयो। हेर्नु त, जस्तै यो चाहिँ तपाईँको के भयो त भन्दाखेरि चाहिँ मुटु भयो, यो चाहिँ हाम्रो के भयो त, मुटु भनेको हाम्रो यो हार्ट भयो, ठिक छ। हार्टलाई चाहिँ सप्लाई गर्ने कुन आर्टरीले हो भन्नु त, ब्लड चाहिँ कुन आर्टरीले हार्टलाई चाहिँ सप्लाई गरिरहेको हुन्छ, कोरोनरी आर्टरी। कोरोनरी आर्टरीले गरिरहेको हुन्छ। भेरी गुड, कोरोनरी आर्टरीले चाहिँ सप्लाई गर्छ। अब हेर्नुहोस् त, जस्तै मुटुमा चाहिँ ब्लड गएन अरे, मानव एकछिनको लागि चाहिँ यहाँ चाहिँ तपाईँको कुनै ब्यारियर आयो, मुटुमा ब्लड गएन, मुटुमा ब्लड गएन भने चाहिँ अक्सिजन जान्छ कि जाँदैन भन्नु त मलाई, मुटुमा अक्सिजन गयो कि गएन? गएन, गएन। किन गएन? अब्स्ट्रक्सनको कारणले। किन गएन भन्दाखेरि चाहिँ अक्सिजन कहाँ हुने हो त, ब्लडमै हुने ब्लडमा। हो नि त अक्सिजन चाहिँ। अब ब्लडै गएन भने चाहिँ अक्सिजन कसरी जान्छ त, जाँदैन यो पनि। साथसाथै न्युट्रियन्ट्सहरू पनि गएन। सो तपाईँको यदि हाम्रो मुटुलाई, हाम्रो मुटुलाई के चाहियो त, प्रत्येक सेकेन्डमा चाहिँ यसलाई चाहिँ अक्सिजन चाहियो, न्युट्रियन्ट्सहरू चाहियो, इलेक्ट्रोलाइट्सहरू चाहियो। तर त्यो यदि गएन भने त मुटु बाँच्छ त, बाँच्दैन नि त, मर्छ। मुटु मर्यो भने चाहिँ हामी मर्छौँ कि मर्दैनौँ भन्नु त, हामी बाँचेर आउँछौँ त, बाँच्दैनौँ नि त, हामी पनि मर्छौँ। त्यही भएर चाहिँ यसलाई चाहिँ के भन्छ त, लाइफ थ्रेटनिङ कन्डिसन भन्छ भन्ने कुरा बुझ्नु पर्यो। सक भन्ने कुरा चाहिँ तपाईँले एउटा कुरा के याद राख्नु पर्यो भन्दाखेरि चाहिँ जति मात्रामा चाहिँ हाम्रो भाइटल्स अर्गनहरूलाई चाहिँ ब्लड चाहिँ चाहिएको हुन्छ त्यति मात्रामा चाहिँ त्यो चाहिँ पुगिरहेको चाहिँ हुँदैन कि। जति मात्रामा चाहिँ हाम्रो मुटुलाई, हाम्रो मृगौलालाई, हाम्रो फोक्सोलाई चाहिँ ब्लड चाहिँ चाहियो, रगत चाहिँ चाहियो, त्यति मात्रामा चाहिँ पुगेन भने चाहिँ त्यसलाई चाहिँ हामी के भन्छौँ त, सक भन्छ। अथवा सकमा चाहिँ के चाहिँ भएको छ भन्दाखेरि चाहिँ हाम्रो भाइटल्स अर्गनहरूले चाहिँ मजाले चाहिँ जति मात्रामा चाहिँ त्यसलाई चाहिएको छ त्यति मात्रामा चाहिँ रगत चाहिँ पाइरहेको चाहिँ हुँदैन। रगत नपाउनु भनेको चाहिँ अक्सिजन पनि त्यसले चाहिँ पाइरहेको चाहिँ हुँदैन भन्ने कुरा बुझ्नु पऱ्यो कि हामीले चाहिँ। जस्तै हाम्रो ब्रेनको कुरा गरौँ, ब्रेनले चाहिँ कति मिनटसम्म चाहिँ अक्सिजन पाएन भने चाहिँ त्यसको डेथ हुन्छ होला भन्नु त, 4 मिनट। कसलाई थाहा छ? 4 मिनट। ओके, भेरी गुड, 4 मिनटसम्म है त। हाम्रो ब्रेनले चाहिँ 4 मिनटसम्म चाहिँ यदि अक्सिजन पाएन भने चाहिँ त्यो चाहिँ डेथ हुन्छ। यो सोधेको प्रश्न छ है त, यो लेख्नु होला। मैले यतिकै भन्दाखेरि चाहिँ अब यो सुनेर बस्ने होइन, यो चाहिँ सोधेको प्रश्न छ। हाम्रो ब्रेन चाहिँ बिना अक्सिजनले चाहिँ कति मिनटसम्म चाहिँ सर्भाइभ गर्न सक्छ भनेर सोध्ला, के भन्नुहुन्छ तपाईँले? 4 मिनट भन्नुहुन्छ। ल त्यो चाहिँ कुराकानी छ है त। ल अब एउटा हामीले चाहिँ यसलाई, सकलाई चाहिँ एउटा अझै सरल भाषामा बुझ्न सक्छौँ। कस्तो सरल भाषामा बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ जस्तै तपाईँले चाहिँ एचए पढ्न जाँदाखेरि चाहिँ धेरैजना आफ्नो घरको छेउमा, अब के अरे घर छेउमै अब कलेजहरू हुँदाखेरि चाहिँ घरबाटै पनि अब क्लास गर्न चाहिँ जानुहुन्थ्यो होला, अथवा चाहिँ बाहिर जानुभयो, काठमाडौँ जानुभयो, विराटनगर जानुभयो,
होइन, अथवा चाहिँ तपाईँको त हेटौँडा जानुभयो, भरतपुर जानुभयो, होइन। त्यो गइरहँदाखेरि चाहिँ त्यहाँ चाहिँ तपाईँले चाहिँ कोठा लिएर चाहिँ अब बसेर त्यसपछि बल्ल चाहिँ तपाईँले चाहिँ के गर्नुभयो त एचए पढ्नुभयो 3rd इयरसम्म चाहिँ। सो हामीले चाहिँ कोठामा बसिरहँदाखेरि चाहिँ, रुममा बसिरहँदाखेरि चाहिँ हामीलाई चाहिँ के चाहियो त, घरबाट चाहिँ पैसा चाहियो। किनभने चाहिँ त्यो अवस्थामा चाहिँ हामी आफै चाहिँ कमाइरहेको चाहिँ हुँदैनौँ, हामीसँग आफै चाहिँ पैसा चाहिँ हुँदैन। हामी चाहिँ आफ्नो घरको मान्छेमा चाहिँ डिपेन्ड भएको हुन्छौँ, होइन। घरका मान्छेले चाहिँ पैसा पठाइदिइरहनुहुन्छ टाइम टाइममा चाहिँ। सो यदि मानौँ है त, तपाईँ चाहिँ रुम लिएर बसिरहनु भएको छ, रुम लिएर बसिरहँदाखेरि चाहिँ तपाईँको यसो एभरेजमा कुरा गर्दाखेरि चाहिँ एभरेजमा चाहिँ खर्च कति होला पर मन्थ अनिलजी? एक महिनामा चाहिँ कति जति चाहिँ खर्च भइसक्छ होला रुम लिएर बस्ने साथीहरूलाई चाहिँ? त्यो केटिएममा सर 8,000 पनि पुगिरहेको थिएन। ल मानौ तपाईँको 8,000 मानौँ, ल 8,000 मानौँ। प्रत्येक महिना चाहिँ तपाईँले चाहिँ 8,000 चाहिँ चाहियो अरे, ठिक छ। के गर्नको लागि भन्दाखेरि चाहिँ रुम रेन्ट तिर्नको लागि चाहिँ, अब रुममा किचनको सामानहरूको लागि चाहिँ, अथवा चाहिँ भनेको आफ्नो अब बाहिर साहिर यसो खान मन लाग्यो भने चाहिँ त्यसको लागि चाहिँ जे होस् एक महिनामा चाहिँ तपाईँले चाहिँ 8,000 चाहिँ चाहियो है। अब हेर्नुहोस् है त, जस्तै तपाईँको घरबाट चाहिँ प्रत्येक महिना चाहिँ 6,000 मात्र पठायो अरे, तपाईँले पुग्छ काठमाडौँमा रहनको लागि भन्नु त? पुग्दैन नि त, होइन। तपाईँलाई चाहिँ जति चाहिँ बाँच्नको लागि चाहिँ चाहियो, अथवा चाहिँ जति चाहिँ तपाईँले त्यहाँ चाहिँ सर्भाइभ गर्नको लागि, त्यहाँ बस्नको लागि चाहियो, त्यति मात्रामा चाहिँ तपाईँको घरबाट चाहिँ पैसा पठाइदिएन अरे। तपाईँ चाहिँ अब त्यहाँ बस्न सक्नुहुन्छ त? सक्नुहुन्न नि त। रुम भाडा तिर्नु भएन भने के गर्छ त? घर बेटीले चाहिँ अब जाऊ भनेर निकालिदिन्छ। भन्छ, निकालिदिन्छ। अब तपाईँ चाहिँ घरमा आइहाल्नु पर्यो फेरि चाहिँ, होइन। सो त्यस्तै हुन्छ हाम्रो सकमा पनि। हाम्रो भाइटल्स अर्गनहरूले चाहिँ जति मात्रामा चाहिँ यसलाई चाहिँ ब्लड चाहिएको हुन्छ त्यति मात्रामा चाहिँ गइरहेको चाहिँ हुँदैन कि। कारण चाहिँ धेरै नै छ। कारणको बारेमा चाहिँ अहिले हामी कुरा गरेको छैनौँ। किन चाहिँ मुटुले चाहिँ थोरै मात्रामा ब्लड चाहिँ पायो त, अथवा मुटुमा चाहिँ किन थोरै ब्लड चाहिँ गयो त भन्ने टाइपको कुरा चाहिँ अहिले चाहिँ हामी गरेको चाहिँ छैनौँ। कारणहरूको कुरा एकैछिनमा गर्छ हामीले चाहिँ। जोस् तपाईँले के बुझिदिनु पर्यो त भन्दाखेरि चाहिँ सकमा चाहिँ एक्चुअलमा चाहिँ के भएको हुन्छ भन्ने कुरा चाहिँ तपाईँको यो भएको हुन्छ। के भएको हुन्छ त, जति मात्रामा चाहिँ मुटुलाई, लङ्सलाई, लिभरलाई, किडनीलाई चाहिँ रगत चाहिँ चाहिएको हुन्छ त्यति मात्रामा चाहिँ गइरहेको चाहिँ हुँदैन है त। त्यसलाई चाहिँ हामीले के भन्छौँ त, सक भनेर भन्छौँ, ठिक छ। यतिसम्म क्लियर छ कि छैन भन्नु त एकताल? कुराकानी बुझिरहेको छ अनिलजी? बुझिरहेको छु। ल ओके, त्यसो भए चाहिँ अब चाहिँ हामी अगाडि बढौँ है त। अगाडिको कुराकानी चाहिँ हाम्रो अब के छ भन्दाखेरि चाहिँ, जस्तै यहाँ हेर्नुहोस् है, जस्तै यहाँ हेरौँ त अब। ल जस्तै यहाँ हेर्नुहोस् है त, यसको क्लिनिकल फिचर्सको हामीले कुराकानी गर्दाखेरि चाहिँ, जस्तै अब सकमा गइसक्यो बिरामी है, कुनै मान्छे सकमा गएको छ, अब त्यसमा चाहिँ के कस्ता लक्षणहरू चाहिँ देखिन्छ, के कस्ता साइनहरू चाहिँ देखिन्छ भन्ने कुरा चाहिँ गरौँ है त अब चाहिँ। जस्तै क्लिनिकल फिचर्समा चाहिँ तपाईँको दुईवटा कुरा पर्छ है त, याद राख्नु होला। क्लिनिकल फिचर्समा चाहिँ सिम्टम पनि पर्छ र साइन पनि पर्छ है त। जस्तै सिम्टम र साइन दुवैको चाहिँ हामीले यहाँ चाहिँ फरक फरक गरी चाहिँ राखिएको छौँ। सिम्टम भनेको चाहिँ लक्षण। मलाई एउटा कुरा तपाईँले चाहिँ भनिदिनु त, साइन र सिम्टममा चाहिँ के फरक छ भन्नु त? साइन भनेको के हो र सिम्टम भनेको के हो? यो प्रश्नको उत्तर चाहिँ अनिलजीले भन्नुहुन्न, यो प्रश्नको उत्तर चाहिँ मलाई भन्नुहुन्छ प्रीतिजीले। प्रीतिजीले चाहिँ यसको सही उत्तर भन्नुहुन्छ मलाई। साइन र सिम्टममा चाहिँ के फरक छ प्रीतिजी भन्नु त? प्रीतिजी मलाई सुनिरहनु भएको छ भने चाहिँ माइक खोलेर चाहिँ भन्दा हुन्छ है। ल उहाँ चाहिँ बोल्नु भएन। म फेरि पनि यो प्रश्न चाहिँ रिजाभनाजीलाई चाहिँ सोधेँ, उहाँ चाहिँ बोल्नुहुन्छ होला। साइन र सिम्टममा चाहिँ के फरक छ भन्नु त तपाईँ? सिम्टम चाहिँ बिरामीले हुने थियो अनि साइन डक्टरले पत्ता लगाउनु। ओके ल भेरी गुड है त, तपाईँले राम्रो भन्नुभएको छ। सिम्टम भनेको चाहिँ बिरामीले भन्ने, बिरामीले भन्छ मलाई पेट दुखेको छ, मलाई रिङ्गटा लागिरहेको छ है, मलाई तिर्खा लागिरहेको छ, त्यो सबै भनेको के हो त, सिम्टम हो। साइन भनेको के हो भन्दाखेरि चाहिँ हामीले हेर्ने, हेल्थ वर्करले हेर्ने, तपाईँले चाहिँ हेर्ने भनेको चाहिँ के हो त, साइन हो। जस्तै तपाईँले चाहिँ त्यो बिरामीको चाहिँ प्रेसर नाप्नुभयो, प्रेसर चाहिँ घटेको पाउनुभयो तपाईँले, अथवा प्रेसर बढेको चाहिँ तपाईँले पाउनुभयो, त्यो चाहिँ के भयो त, साइन भयो। त्यो तपाईँले चाहिँ हेर्नुभएको हो नि त, बिरामीलाई थाहा थियो त्यो त्यसको प्रेसर बढेको छ कि घटेको छ भनेर
थाहा थिएन नि त, तपाईँले चाहिँ बल्ल नाप्दाखेरि चाहिँ थाहा पाउनुभयो। अर्को ट्याकिकार्डिया, जस्तै तपाईँले चाहिँ बिरामीको पल्स हेर्नुभयो, पल्स चाहिँ तपाईँले बढेको पाउनुभयो अरे। ट्याकिकार्डिया भनेको के हो भन्नु त रिजाभनाजी, के हो यो ट्याकिकार्डिया भनेको चाहिँ? केलाई भन्ने हामीले ट्याकिकार्डिया भनेर? जाओस् त कुराकानी। तपाईँको कुरा सुनिएन, फेरि एकचोटि भन्नु होला। थाहा छैन सर। ल थाहा छैन भने ओके, केही छैन। अर्को यही प्रश्न मैले अरूजनालाई सोधेँ। अरूजना भन्दाखेरि चाहिँ म खुसीजीलाई सोधेँ है त। यो प्रश्न चाहिँ ट्याकिकार्डिया भनेको के हो खुसीजी भनिदिनु पर्यो तपाईँले। Pulse rate more than 100 beat per minute. ल ओके, भेरी गुड है त। पल्स रेट चाहिँ जस्तै हेर्नुहोस् है, पल्स रेट चाहिँ तपाईँको 100 भन्दा चाहिँ धेरै भयो है त। यहाँ 1000 लेख्यो, 100 भन्दा चाहिँ 100 बिट पर मिनट भन्दा चाहिँ 1 मिनटमा 100 भन्दा चाहिँ धेरै पल्स भयो भने चाहिँ त्यसलाई हामीले के भन्छौँ त, ट्याकिकार्डिया भन्छौँ है त। नर्मल चाहिँ पल्स हाम्रो कति हुनु पर्यो त्यसो भए खुसीजी? 60 to 100. 60 to 100 हुनु पर्यो। एभरेजमा चाहिँ हामीले कति भनिरहेको हुन्छौँ? 72 beat per minute. 72 बिट पर मिनट। ओके, भेरी गुड है त। 72 बिट पर मिनट हामीले भनिरहेको हुन्छौँ भन्नलाई चाहिँ। तर तपाईँलाई चाहिँ कसैले सोध्यो नर्मल पल्स रेट कति हुन्छ, तपाईँले के भन्नुहुन्छ त? 60 देखि 100 भन्नुहुन्छ। किनभने चाहिँ हामी चाहिँ एज अ हेल्थ वर्कर चाहिँ भइसकेपछि चाहिँ हामीले चाहिँ अलिकति यो कुराहरूलाई चाहिँ विचार गर्नुपर्ने हुन्छ कि। जस्तै अब प्रेसर चाहिँ कति हुन्छ भनेर सोद्धाखेरि चाहिँ सिधै 120/80 भनिदिन्छ। हामीले त्यस्तो भन्ने होइन, हेल्थ वर्करले चाहिँ त्यस्तो भन्न मिल्दैन कि। किन भन्दाखेरि चाहिँ सबैको प्रेसर भनेको 120 देखि 80 नै हुन्छ त, हुँदैन नि त। 121 भइदियो अरे, अब त्यसलाई हामीले के भन्ने त? त्यसलाई हामीले हाइपरटेन्सन भनिदिने त? नभन्ने नि त त्यसलाई चाहिँ। त्यही भएर चाहिँ हामीले चाहिँ एउटा रेन्जमा भन्नुभयो। अब जस्तै तपाईँले चाहिँ 72 बिट पर मिनट मात्र भनेको भए चाहिँ अब मानव कसैको 70 छ अरे अथवा कसैको 75 छ अरे, त्यसो हुँदाखेरि चाहिँ त्यो के बढेको हो कि घटेको हो कि भन्न चाहिँ पाइयो त? त्यहाँ चाहिँ पाइएन। हामीले के भन्नु, केमा भन्नु पर्यो त? रेन्जमा भन्नु पर्यो है। यो कुरा बुझिदिनु पर्यो हामीले चाहिँ। ल यो कुरा चाहिँ हामीले बुझिदिनु पर्यो है त। ओके ल, अब हामीले चाहिँ थोरै कुराकानी चाहिँ के बुझौँ त भन्दाखेरि चाहिँ, जस्तै यो डिजिनेस भनेको के हो भन्नु त मलाई? डिजिनेस भनेको के हो त्यो भनिदिनु पर्यो है त मलाई कसैले। रिङगाटा लाग्नु छ। रिङगटा लाग्नु भन्नुभयो। ओके ल, भेरी गुड है त। ल मलाई चाहिँ 2 मिनट दिनुहोस् ल। तपाईँहरू पानी सानी खाँदै गर्नुहोस्, म थोरै पानी खान्छु ल। अलिकति घाँटी कस्तो सुके जस्तो भयो, तपाईँले पनि पानी खाइहाल्नुहोस् ल। अनि त्यसपछि हामी फेरि भेटौँ। खाना खाइहाल्छ सर तपाईँसँग। कहाँ 2 मिनटमा खाना खान जाने हो त? अहिले 1 मिनटमा आइहाल्छु म, थोरै पानी खाएर। होइन सर, होस्टेलमा छु क्या, अनि तलबाट बोलाएछ कि अब भोलि घर जान्छु, त्यही भएर यस्तो छ। ल हेरौँ है त। अब चाहिँ मैले चाहिँ यहाँ चाहिँ तपाईँलाई चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि चाहिँ यहाँ सिम्टममा हेरौँ त। जस्तै कुनै बिरामी चाहिँ सकमा गयो भने चाहिँ त्यहाँ चाहिँ तपाईँले चाहिँ उहाँहरूले चाहिँ के लक्षणहरू चाहिँ भन्न सक्नुहुन्छ त भन्दाखेरि चाहिँ रिङगटा लाग्छ भनेर भन्छ, डिजिनेस भन्छौँ है त हामी त्यसलाई चाहिँ। के भन्छौँ त? डिजिनेस भनेर भन्छौँ ल। डिजिनेस भनेको के त? रिङगटा लाग्नु है। पसिना आउँछ, स्वेटनिङ हुन्छ है, बुझ्नुभयो? के हुन्छ त? पसिना आइरहेको हुन्छ। कसलाई त? सकमा गएको बिरामीलाई चाहिँ। नाउजिया भमिटिङ चाहिँ हुनसक्छ है। नाउजिया भमिटिङ चाहिँ हुनसक्छ। तिर्खा लागेको जस्तो चाहिँ हुने है। थ्रस्टी भनेको के त? थ्रस्ट भनेको के त? तिर्खा लाग्ने है। यो बुझिदिनु पर्यो। साथसाथै कमजोरीपना हुन्छ। बिरामीले के भन्छ? मलाई चाहिँ अलिकति कमजोर जस्तो चाहिँ लागिरहेछ है, कमजोरी जस्तो भइरहेछ है भनेर भन्छ कि बिरामीले चाहिँ। सो त्यो भनेको चाहिँ सबै भनेको के हो त? सिम्टम हो। अब यहाँबाट प्रश्न कस्तो आउँछ भनेर सोध्ला तपाईँले है त। के सोध्छ भन्दाखेरि चाहिँ तलको मध्ये कुन चाहिँ सकको चाहिँ सिम्टम चाहिँ होइन भनेर सोध्छ, अथवा कुन चाहिँ सकको सिम्टम हो भनेर सोध्छ। त्यो अवस्थामा हामीले थाहा त हुनु पर्यो नि त, कुन चाहिँ तपाईँको सिम्टम हो, कुन चाहिँ साइन हो भनेर है। सो त्यसको लागि चाहिँ यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ है त। साइनको कुरा गर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् है त, साइनमा चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि चाहिँ साइनमा चाहिँ एउटा चाहिँ प्रेसरको कुरा गर्छौँ ल। अब तपाईँले चाहिँ भन्नु पर्यो है त, सकमा गएको बिरामीको प्रेसरको अवस्था चाहिँ कस्तो हुन्छ भन्नुहोस्? ब्लड प्रेसर कस्तो हुन्छ? बढेको हुन्छ कि घटेको हुन्छ? तपाईँको प्रश्नले सोध्ला। एनएसपिसीले चाहिँ तपाईँलाई सोध्छ कि सकमा गएको बिरामीको चाहिँ प्रेसर कस्तो हुन्छ? बढेको हुन्छ कि घटेको हुन्छ? तपाईँले चाहिँ के भन्नुहुन्छ भन्नुहोस्?
घटेको हुन्छ। घटेको हुन्छ भन्नुहुन्छ है त, भेरी गुड। के भन्नुहुन्छ त? प्रेसर चाहिँ घटेको हुन्छ, हाइपोटेन्सन भएको हुन्छ। के हुन्छ त? प्रेसर घट्नुलाई हामीले के भन्छौँ त? हाइपोटेन्सन। हाइपोटेन्सन भन्छौँ। प्रेसर बढ्नुलाई हामीले के भन्छौँ त? हाइपरटेन्सन। हाइपरटेन्सन भन्छौँ। बुझ्नुभयो? त्यो चाहिँ कुरा छ है त। यसको बारेमा चाहिँ अझै मेडिसिनमा चाहिँ तपाईँले चाहिँ पढ्नुहुन्छ है। भोलिदेखि चाहिँ तपाईँहरूको मेडिसिन पनि स्टार्ट हुन्छ। त्यहाँ चाहिँ तपाईँले अझै यसको छुट्टै एउटा च्याप्टरै छ, टपिकै छ हाइपोटेन्सन भनेर। त्यहाँ चाहिँ तपाईँले चाहिँ पढ्नुहुन्छ है त। सुबोध सरले चाहिँ तपाईँले चाहिँ पढाउनुहुन्छ भोलिको क्लासमा चाहिँ। ल यहाँ हेर्नुहोस्, जस्तै एउटा भनेको चाहिँ प्रेसर के हुन्छ त? घटेको हुन्छ, ट्याकिकार्डियामा गएको हुन्छ। एउटा कुरा चाहिँ तपाईँले के याद राख्नु पर्यो भन्दाखेरि नि, जस्तै हाम्रो एउटा नर्मल फिनोमिनन के छ शरीरको भन्दाखेरि चाहिँ, जति बेला चाहिँ हाम्रो प्रेसर बढेको हुन्छ नि, त्यति बेला चाहिँ हाम्रो पल्स रेट के हुन्छ त? घटेको हुन्छ कि। तर जति बेला चाहिँ हाम्रो बिपी चाहिँ तपाईँको घटेको हुन्छ, त्यति बेला पल्स रेट के हुन्छ त? बढेको हुन्छ। ठ्याक्कै उल्टो हुन्छ। यहाँ हेर्नु त, मैले यहाँ के भन्न खोजिरहेको छु भन्दाखेरि चाहिँ, जति बेला चाहिँ तपाईँको बिपी बढेको हुन्छ, प्रेसर बढेको हुन्छ, त्यति बेला चाहिँ पल्स रेटको अवस्था के हुन्छ त? घटेको हुन्छ। कम चाहिँ तपाईँले पाउनुहुन्छ नर्मलको भन्दा चाहिँ। अथवा चाहिँ प्रेसर चाहिँ जति बेला चाहिँ तपाईँको घटेको हुन्छ, त्यति बेला चाहिँ पल्स रेटको अवस्था के हुन्छ त? बढेको हुन्छ। यो कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो, ठिक छ। तर तर यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, ठ्याक्कै यो कुरा चाहिँ मिलेको छ। यहाँ हेर्नुहोस् त, प्रेसर चाहिँ के छ त? घटेको छ। तर यहाँ पल्स रेट के छ त? ट्याकिकार्डिया भनेको पल्स रेट बढ्नु भनेको मतलब पल्स रेट यहाँ के भएको छ त? बढेको छ नि त। तर एउटा यस्तो शक छ है, तपाईँको प्रश्नले सोध्ला, एउटा यस्तो शक छ अथवा चाहिँ कुन शक यस्तो छ जसमा चाहिँ प्रेसर पनि घटेको हुन्छ र पल्स रेट पनि घटेको हुन्छ, दुवै चाहिँ घटेको हुन्छ अरे भनेर भन्छ। तपाईँको एन्सर चाहिँ के हुन्छ भन्नुहोस्? कुन लगाउने हामीले त्यो अवस्थामा? के भन्नुभयो सर? ठिक छ। कुन यस्तो शक छ जसमा चाहिँ प्रेसर पनि घटेको हुन्छ र पल्स रेट पनि घटेको हुन्छ? त्यो सोध्छ तपाईँको प्रश्नले। खुसीजीले एन्सर दिइसक्नु भएको छ है त। न्युरोजेनिक सक भन्नुभएको छ उहाँले। भेरी गुड। न्युरोजेनिक सकमा है, याद राख्नु होला, कपीमा लेख्न सक्नुहुन्छ तपाईँहरू। यो सोधेको प्रश्न छ। न्युरोजेनिक सकमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको प्रेसर पनि घटेको हुन्छ, ब्लड प्रेसर पनि घट्यो र साथसाथै तपाईँको पल्स रेट पनि घटेको हुन्छ है। सो यो कुरा याद राख्नु होला। नर्मल हाम्रो के छ भन्दाखेरि चाहिँ प्रेसर बढ्यो भने चाहिँ पल्स रेट घट्ने, प्रेसर घट्यो भने चाहिँ पल्स रेट बढ्ने। तर न्युरोजेनिक सकले चाहिँ यो कुरामा चाहिँ विवाद लगाइसकेको छ। यसले चाहिँ कुराकानी चाहिँ मानेको चाहिँ छैन। यसले के भनेको छ? यसले चाहिँ भनेको छ पल्स रेट पनि घट्यो र चाहिँ तपाईँको प्रेसर पनि घट्यो भनेर भन्छ है त यसले चाहिँ। सो यो चाहिँ तपाईँको प्रश्न हो, केस क्वेसन जस्तो चाहिँ तपाईँलाई सोध्ला। एउटा मान्छेको यो छ, यसको पल्स रेट यति छ होइन, बिपी यति छ है, दुवै चाहिँ घटेको चाहिँ तपाईँले त्यहाँ हेर्नुहुन्छ भ्यालु चाहिँ। त्यो अवस्थामा सिधै बुझिहाल्नु पर्यो, पल्स रेट पनि घट्यो प्रेसर पनि घट्यो भने चाहिँ बुझिहाल्ने यो चाहिँ कुन सक हो त? न्युरोजेनिक सक हो भनेर है। ल त्यो कुराकानी भयो। अर्को हेर्नुहोस् त, यहाँ चाहिँ लेखि नै सकेको छ ब्राडिकार्डिया भनेको। ल ब्राडिकार्डिया भनेको के हो भन्नु त तपाईँहरू? ब्राडिकार्डिया भनेको के हो? धेरैजना साथीहरूलाई चाहिँ अब यो ट्याकिकार्डिया भनेको ब्राडिकार्डिया भनेको थाहा पनि होला, धेरैजनालाई थाहा नपनि भएको होला। किन भन्छ, यो चाहिँ हाम्रो नयाँ सेसन स्टार्ट हुँदैछ नि त, त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ तपाईँले चाहिँ थाहा छ भने पनि हामीले चाहिँ यहाँ पढाउनु पर्ने हुन्छ। किन भन्छ, सबै साथीहरूलाई चाहिँ थाहा छ भन्ने चाहिँ छैन। एकाडेमिकमा चाहिँ अब जस्तै हामीले चाहिँ थर्ड इयरसम्म चाहिँ पढेको हुन्छ यो कुराहरू चाहिँ, तर बिचमा चाहिँ थोरै ग्याप हुँदाखेरि चाहिँ बिर्सिटा हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ बेसबाटै चाहिँ पढिरहेको हुन्छ। सानो सानो कुराहरू पनि धेरैजनालाई थाहा हुन्छ, धेरैजनालाई थाहा हुँदैन। त्यसले गर्दाखेरि चाहिँ त्यो सानो कुरा पनि हामीले तपाईँले चाहिँ भन्छौँ है त। त्यसले गर्दाखेरि चाहिँ अझै मजाले चाहिँ तपाईँहरू चाहिँ बुझ्न सक्नुहुन्छ है। पल्स रेट भनेको चाहिँ लेस देन 60 बिट पर मिनट भन्नुभएको छ खुसीजीले, एकदमै राइट है त। ब्राडिकार्डिया भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको पल्स रेट यदि 60 बिट पर मिनट भन्दा चाहिँ यदि कम भयो अरे, त्यसलाई हामीले के भन्छौँ त? ब्राडिकार्डिया भन्छौँ। के भन्छौँ त? ब्राडिकार्डिया भन्छौँ। ट्याकिकार्डिया भनेको चाहिँ 100 भन्दा चाहिँ तपाईँको धेरै भयो अरे, त्यसलाई हामी के भन्छौँ त? ट्याकिकार्डिया भन्छौँ। कुराकानी त्यति हो है। पल्स रेट चाहिँ घट्नु भनेको, कम हुनु भनेको चाहिँ ब्राडिकार्डिया हो भने चाहिँ बढ्नु भनेको चाहिँ ट्याकिकार्डिया हो। कुराकानी त्यति हो कि साथीहरू। ल जुन चाहिँ तपाईँको न्युरोजेनिक सकमा चाहिँ देखिन्छ है भनेर भन्ने हो है। ल अर्को हेर्नु त, पेरिफेरल साइनोसिस भनेको छ है त। पेरिफेरल साइनोसिस भनेको चाहिँ, साइनोसिस भनेको थाहा छ कसैलाई?
साइनोसिस भनेको के हो साथीहरू भन्नु त? Bluish discoloration of skin and mucus. ओके ल भेरी गुड है त। साइनोसिस भनेको चाहिँ ब्लुइस कलरको चाहिँ डिस्कलरेसन्स हुने किन हुन्छ होला? किन हुन्छ ब्लुइस कलरको डिस्कलरेसन? ब्लुइस जस्तो अथवा चाहिँ पर्पलिस भन्छ हामीले, त्यसको डिस्कलरेसन किन हुनु पर्यो? Due to low oxygen supply. ल ओके, ड्यु टु लो अक्सिजन सप्लाई। भेरी गुड है त। यस्तो राम्रो एन्सर भनेपछि त अनि भइहाल्यो नि कुराकानी चाहिँ। साइनोसिस भनेको जस्ट तपाईँले एउटा कुरा याद राख्नु पर्यो, त्यो भनेको के हो त भन्दाखेरि चाहिँ ब्लुइस कलरको डिस्कलरेसन हुने, ब्लुइस डिस्कलरेसन अफ के त हाम्रो स्किन अथवा चाहिँ छालाको कुरा आउँछ है त यहाँ चाहिँ, बुझ्नुभयो? त्यो चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ अक्सिजनको मात्रा चाहिँ कम भएर, ल अक्सिजन है त, अक्सिजनको मात्रा चाहिँ कम भयो भने चाहिँ त्यसपछि बल्ल चाहिँ तपाईँको के हुने हो त साइनोसिस हुने हो। अब मलाई भन्नुहोस् त सकमा चाहिँ अक्सिजनको मात्रा चाहिँ घटेको हुन्छ कि हुँदैन भन्नु त मलाई? हुन्छ नि होइन? अघि हामीले के भनेको थियो त, ब्लड गएन भने त अक्सिजन गयो त गएन नि त। त्यसले गर्दाखेरि चाहिँ तपाईँको हात खुट्टा के हुन्छ त साइनोसिस हुन्छ। हात खुट्टा चाहिँ पेरिफेरल साइनोसिस भनेको चाहिँ हात खुट्टातिर चाहिँ तपाईँको ब्लुइस डिस्कलरेसन्स हुने छालाको, त्यसलाई हामीले भन्छौँ है। अर्को भनेको लो युरिन आउटपुट भनेको छ। हेर्नुहोस् त के भनेको छ त, लो युरिन आउटपुट भनेको छ। अब लो युरिन आउटपुट भन्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले मेडिकल भाषामा के भन्छौँ, एउटा टर्मिनोलोजीले डिनोट गर्छौँ। त्यो चाहिँ के हो भन्नु त? कुन टर्मले चाहिँ हामीले डिनोट गर्छौँ यसलाई? पोलियुरिया भन्ने कि ओलिगो युरिया भन्ने भन्नु त? ओलिगो युरिया भन्ने। Oliguria. ओके ल ठिक छ। ओलिगो युरिया भन्नको लागि चाहिँ कति एमएल भन्दा चाहिँ कम युरिन चाहिँ जाँदाखेरि भन्ने हामीले भन्छौँ एनएचपिसीले। फेरि तपाईँले के भन्नुहुन्छ तपाईँले? सुरुमा चाहे 400 ml अनि अँ त्यसपछि 300 ml, त्यसपछि 500 ml। ल भेरी गुड है त। ओलिगो युरिया भन्नको लागि चाहिँ एक दिनमा चाहिँ यदि 400 एमएल भन्दा चाहिँ कम पर डे है त, 400 एमएल भन्दा चाहिँ कम युरिन आउटपुट चाहिँ भइरहेको छ भने चाहिँ है, सुन्नुहोस् है त साथीहरू, यहाँ चाहिँ तपाईँले चाहिँ म के भनिरहेको छु भने चाहिँ मेरो साउन्ड सुनिरहनु भएको छ नि होइन तपाईँहरू? मेरो साउन्ड त सुनिरहनु भएको छ नि होइन? हजुर सर। ल यहाँ हेर्नुहोस् त, ओलिगो युरिया भन्नको लागि चाहिँ हाम्रो क्राइटेरिया के छ त भन्दाखेरि चाहिँ मेन चाहिँ तपाईँले के बुझ्नु पर्यो त, ओलिगो युरिया भनेको के हो त, युरिन आउटपुट चाहिँ घट्नु। युरिन आउटपुट चाहिँ घट्नुलाई चाहिँ हामीले ओलिगो युरिया चाहिँ भन्छौँ। तर कति घट्नु त, 1000 भन्दा कम हो कि 400 भन्दा कम हो कि 500 भन्दा कम हो कि 300 एमएल भन्दा कम हो कि भन्ने कुरा आउँछ नि त। हो, ओलिगो युरिया भन्नको लागि चाहिँ एक दिनमा चाहिँ यदि 400 एमएल भन्दा चाहिँ कम युरिन आउटपुट चाहिँ छ, अथवा चाहिँ एउटा यो मान्छे छ, यो मान्छेले चाहिँ एक दिनमा चाहिँ 400 एमएल भन्दा चाहिँ कम युरिनेसन गरिरहेको छ भने चाहिँ त्यसलाई हामीले के भन्छौँ त, ओलिगो युरिया भन्छौँ। सो यदि तपाईँको अप्सन्समा चाहिँ लेस देन 400 एमएल छ भने चाहिँ सुरुमा तपाईँले यो रोज्नुपर्ने हुन्छ। P1मा चाहिँ हामीले लेस देन 400 एमएल भन्ने। यदि चाहिँ यो अप्सनमा छैन भने चाहिँ P2मा चाहिँ तपाईँले के भन्नु पर्यो त, लेस देन 300 एमएल भन्नु पर्यो। P3मा चाहिँ अब मानव अप्सनमा यो पनि छैन, लेस देन 300 एमएल पनि छैन, अब चाहिँ तपाईँले के भन्नु पर्यो त भन्दाखेरि चाहिँ अब चाहिँ तपाईँले P3मा के भन्नु पर्यो त, लेस देन 500 एमएल भन्नु पर्यो है। के भन्नु पर्यो त, लेस देन 500 एमएल चाहिँ भन्नु पर्यो। यसरी चाहिँ बुझिदिनु पर्यो हामीले। अरू अरू बुकमा चाहिँ तपाईँले यसो हेर्दाखेरि चाहिँ थोरै फरक चाहिँ पाउनुहुन्छ, बुझ्नुभयो? तर यो कुरा चाहिँ तपाईँले सम्झिनु पर्यो, यो चाहिँ स्ट्यान्डर्ड बुकबाट चाहिँ अहिलेको लेटेस्टको कुरा गर्दाखेरि चाहिँ लेटेस्ट भनेको चाहिँ हाम्रो यही नै हो। लाइसेन्समा पनि हामीले यही नै रोज्ने हुन्छौँ, लोकसेवामा पनि हामीले यही नै रोज्ने हुन्छौँ, बुझ्नुभयो? त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई कसैले सोधिदियो ओलिगो युरिया भनेको के, तपाईँले के भन्नुहुन्छ P1मा लेस देन 400 एमएल, छैन भने चाहिँ लेस देन 300 एमएल, छैन भने चाहिँ लेस देन
500 ml चाहिँ भन्नुहुन्छ। त्यसै गरी पोलियुरिया भनेको के हो भन्नु त साथीहरू? पोलियुरिया भनेको के? ल तपाईँहरूले भन्नु पर्यो है त। यो प्रश्न मैले दिपाजीलाई सोधेँ। लु दिपाजी तपाईँ भन्नु त। अघिदेखि एकदमै मौन अवस्थामा बसिरहनु भएको छ तपाईँ। एकचोटि पनि न च्याट गर्नु भएको छ न बोल्नु भएको छ। ल तपाईँ भन्नुहोस् पोलियुरिया भनेको के? कति एमएल भन्दा धेरैलाई भन्ने हामीले? पोलियुरिया भन्नाले ग्रेटर देन 2000 ml हो कि? ल ग्रेटर देन 2000 ml पनि हो, तर यसको एक्ज्याक्ट एन्सर चाहिँ अलिकति मिलेन। जस्तै यहाँ हेर्नुहोस् है त, ट्राई गर्नुभयो धेरै। अब तपाईँको के छ भन्दाखेरि चाहिँ जस्ट ट्राई चाहिँ गर्नुभयो, त्यो पनि राम्रो कुरा भयो। किनभने चाहिँ 2000 ml पनि भन्छौँ हामीले, कुन अवस्थामा भन्छौँ भन्ने कुरा अहिले भन्छु है त म तपाईँलाई। जस्तै पोलियुरिया भनेको चाहिँ पिसाब चाहिँ धेरै लाग्नु है, युरिन आउटपुट चाहिँ तपाईँको बढ्नुलाई हामी के भन्छौँ त? पोलियुरिया भन्छौँ। जस्तै यसलाई चाहिँ हामीले कसरी बुझौँ त भन्दाखेरि चाहिँ मानौ एक दिनमा चाहिँ कुनै मान्छेले चाहिँ 3000 भन्दा चाहिँ 3000 ml भन्दा अथवा 3000 ml भन्नुहोस् और 3 लिटर भन्नुहोस्, कुराकानी त्यही नै हो नि त। सो 3000 ml अथवा चाहिँ 3 लिटर भन्दा चाहिँ धेरै पिसाब चाहिँ फेरिरहेको छ अथवा चाहिँ धेरै युरिनेसन्स गरिरहेको छ, मिक्चुरेसन्स गरिरहेको छ भने चाहिँ त्यसलाई हामीले के भन्छौँ त? पोलियुरिया चाहिँ भन्छौँ। P1मा चाहिँ हामीले यो कुरा बुझिदिनु पर्यो। तर यो चाहिँ यदि अप्सनमा छैन भने चाहिँ त्यो अवस्थामा चाहिँ तपाईँले चाहिँ लेस देन 2000 है, 2000 ml अथवा चाहिँ 2 लिटरमा चाहिँ तपाईँ जान सक्नुहुन्छ। यो चाहिँ P2मा तपाईँले चाहिँ दिपाजीले भनेको जुन 2000 ml हो त्यो चाहिँ हामीले, त्यो पनि एन्सर हो, तर त्यो चाहिँ हाम्रो P2 छ है त। P1मा चाहिँ हामीले के भन्नु पर्यो? सुरुमा चाहिँ हामीले के रोज्नु पर्यो त? लेस देन के अरे मोर देन 3000 ml चाहिँ रोज्नु पर्यो। ल यो कुरा बुझिदिनु पर्यो हामीले। ल ओके, यसको कुराकानी चाहिँ तपाईँको एनाटोमीमा पनि आइहाल्छ, त्यति बेला पनि हामी कुराकानी गर्ने नै छौँ। अहिले जे होस् यो कुराहरूले चाहिँ तपाईँले लेख्दै जानु होला है त। यो चाहिँ तपाईँहरूलाई चाहिँ सामान्य लाग्न सक्छ, तर यो चाहिँ तपाईँको एनएसपिसीमा चाहिँ प्रश्नहरू यहाँबाट पनि आइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यी तमाम कुराहरूलाई चाहिँ अलिकति मजाले चाहिँ कपीमा लेख्दै जानु होला है त सबैजना चाहिँ। ल अनिलजी खाना खाएर आइसक्नुभयो तपाईँ? हजुर सर। ल ओके, ल अब मजाले पढ्नुहोस् है त। यहाँ हेर्नुहोस् त, हामीले चाहिँ समग्रमा चाहिँ सकको कुरा गरिरहँदाखेरि चाहिँ सिम्टम हामीले यो पढ्यो, साइन यो चाहिँ हामीले पढ्यो। अब चाहिँ हेर्नुहोस् है त, अब हामीले यसको टाइप्सहरू चाहिँ पढौँ है त। सकको टाइपहरू चाहिँ अगाडि पनि भन्नुभएको थियो तपाईँहरूकै साथीहरूले चाहिँ। हाइपोभल्मिक सक भन्नुभयो, कार्डियोजेनिक भन्नुभयो, न्युरोजेनिक भन्नुभयो, एनाफाइलेटिक सक भन्नुभयो र सेप्टिक सक भन्नुभयो। यो टाइप्स चाहिँ तपाईँहरूले चाहिँ याद गर्नु पर्यो। याद मात्र होइन, तपाईँको जिब्रोको माथि हुनु पर्यो, टिप अफ द टङमा हुनु पर्यो। राति राति चाहिँ तपाईँलाई सुतेको अवस्थामा पनि 12-1 बजे 2 बजेको निन्द्रामा पनि झुरुक्क कसैले उठाएर सोधिदियो सकको कतिवटा टाइप, तपाईँले के भन्नुहुन्छ त? 5वटा भन्नुपर्छ है त। त्यो लेभलको चाहिँ तपाईँले चाहिँ यो सकबाट चाहिँ पढ्नुपर्छ है त, जुन चाहिँ अहिलेको अवस्थामा चाहिँ तपाईँले चाहिँ याद भइहाल्छ। मजाले हेर्नुहोस् है त, मजाले सुन्नुहोस् त। के छ त? हाइपोभल्मिक, कार्डियोजेनिक, न्युरोजेनिक, एनाफाइलेटिक र अर्को भनेको के त? सेप्टिक सक। यसरी चाहिँ हाम्रो जम्मा 5वटा सक हुन्छ। मेन भन्ने कुरा चाहिँ हाम्रो 5वटा छ। अब धेरैजनाको दिमागमा के आएको होला? अघि भनेको साइकोजेनिक सक चाहिँ कता गयो सर भन्ने पनि आएको होला दिमागमा। त्यो चाहिँ कता गयो त भन्दाखेरि चाहिँ न्युरोजेनिक सकभित्रै हाम्रो यो साइकोजेनिक सक चाहिँ पढ्ने हुन्छ भन्ने कुरा चाहिँ अगाडि पनि मैले भनेको थिएँ। त्यसले गर्दाखेरि चाहिँ यो कुरा चाहिँ तपाईँले बुझिदिनु पर्यो है त। ल अब चाहिँ हामी एक एक गरेर सबै सकको बारेमा मजाले पढ्छौँ है त। जस्तै हेर्नु त, सुरुको हेर्नु त है त, हाम्रो सुरुमा के छ त? हाइपोभोलेमिक सक छ। के छ त? हाइपोभोलेमिक सक छ। हेर्नु त, हाइपोभोलेमिक सक भनेको के हो भन्ने कुरा मैले तपाईँहरूलाई नै सोधेँ है त सुरुमा चाहिँ। यसको एन्सर मलाई भन्नुहुन्छ गोपालजीले। गोपालजी के छ अवस्था भन्नु त? हाइपोभोलेमिक सक भनेको चाहिँ के हो, के बुझ्नु भएको छ तपाईँले? गोपालजी ल उहाँ चाहिँ बोल्नु भएन, बिजी हुनुहुन्छ होला सायद। यही प्रश्न मैले अर्को साथीलाई सोधेँ। अर्को साथी चाहिँ हाम्रो यहाँ चाहिँ खुसबुजी हुनुहुन्छ है त। ल खुसबुजी तपाईँ भनिदिनु पर्यो। ल उहाँले ठ्याक्कै भनिहाल्नु, डिक्रिज सर्कुलेसन प्लाज्मा सिस्टम भन्नुभएको छ। ल ठिक छ है त, कुराकानी त्यही नै हो। मेन कुरा चाहिँ तपाईँले के बुझ्नु पर्यो भन्दाखेरि नि, यहाँ चाहिँ नामले भनिरहेछ है त। जस्तै
हाइपर भनेको चाहिँ तपाईँको बढ्नु, हाइपो भनेको के हो त? हाइपो भनेको घट्नु है त। जस्तै हामीले हाइपर टेन्सन भन्छौँ नि त, हाइपर टेन्सन भनेको के त? प्रेसर बढ्नु। हाइपर भनेको बढ्नु, हाइपो भनेको के त? घट्नु भन्छ कि हामीले चाहिँ। बुझ्नुभयो? अब जस्तै यहाँ हेर्नुहोस् त, हाइपो नामले यहाँ भनिरहेछ, हाइपो भनेपछि यो चाहिँ घटेको अवस्था भइहाल्यो। अब भोल्मिक भनेको चाहिँ भोल्युम, यहाँ चाहिँ के छ त? भोल्युम चाहिँ के छ त? घटेको छ है भन्न खोजिरहेको छ नामले चाहिँ। अब हेर्नुहोस् त, जस्तै तपाईँको प्लाज्मा अथवा चाहिँ सर्कुलेसन्सको भोल्युम अथवा भनौँ न ब्लडको अवस्था, फ्लुइड्सहरूको अवस्था चाहिँ तपाईँको घटेर गयो अरे, भोल्युम चाहिँ घटिदियो, सर्कुलेटिङ प्लाज्मा चाहिँ के भइदियो त? घटिदियो अरे। त्यसलाई चाहिँ हामी के भन्छौँ त? हाइपोभोल्युमिक सक भन्छौँ। जस्तै अब यो चाहिँ कुन कुन अवस्थामा चाहिँ घट्न सक्छ, बढ्न सक्छ भन्नुहुन्छ भने चाहिँ, जस्तै हामीले घट्ने अवस्थाको कुरा गरिरहँदाखेरि चाहिँ एकदमै धेरै चाहिँ तपाईँको अब ब्लड लस भइदियो अरे, मानौ एक्सिडेन्टहरूको बेला चाहिँ है, रोड ट्राफिक एक्सिडेन्ट आरटिएहरूको बेला चाहिँ के भइरहेको हुन्छ त? एकदमै चोटपटक लागेको हुन्छ, रगत एकदमै खलल बगिरहेको हुन्छ, मजाले चाहिँ लस भइदिन्छ। अनि त्यो अवस्थामा के हुन्छ त? बडीबाट त ब्लड गइसक्यो, भोल्युम चाहिँ बडीमा कम भयो कि भएन? भयो नि त। ब्लडको मात्रा, रगतको मात्रा कम भयो कि भएन भन्नु त? भयो नि त, होइन? हो, त्यसले गर्दाखेरि चाहिँ कुन सक हुने हो त? हाइपोभोलेमिक सक हुने हो भन्ने कुरा बुझ्नु पर्यो हामीले चाहिँ। यहाँ चाहिँ कारणहरू पनि दिएको छ, जस्तै यहाँ हेर्नु त, ड्यु टु लस अफ ब्लड भोल्युम भनेको छ, रगत चाहिँ गइसक्यो अरे। फ्लुइड्सहरू है, जस्तै फ्लुइड्सहरूको पनि कुरा आउँछ यसमा चाहिँ। फ्लुइड्सहरू चाहिँ लस भयो भने चाहिँ होइन, एक्सेसिभ फ्लुइड लस भयो भने पनि तपाईँको कुन सकमा पुग्ने हुन्छ मान्छे चाहिँ? हाइपोभोल्युमिक सकमा चाहिँ पुग्ने हुन्छ है त। जस्तै अब यो चाहिँ कुन अवस्थामा हुन सक्ला त? फ्लुइड लस चाहिँ कुन अवस्थामा हुन सक्ला? जस्तै एउटा भनेको तपाईँको डायरियाहरूको बेला चाहिँ, डायरिया एकदमै धेरै डायरिया हुँदाखेरि के हुन्छ त? फ्लुइड लस हुन्छ, इलेक्ट्रोलाइट्सहरू पनि के हुन्छ त? लस भएर जान्छ। अथवा चाहिँ एकदमै धेरै पसिना आयो अरे, बुझ्नुभयो? एकदमै धेरै पसिना आउँदाखेरि के हुन्छ त? फ्लुइड लस भइरहेको हुन्छ त्यहाँ पनि हाम्रो है। विचार गर्नु भएको छ, अहिले झन् तपाईँको गर्मीको महिना छ, अलिकति बजारतिर निस्किनु भयो भने चाहिँ के हुन्छ त? एकदमै धेरै पसिना जान्छ। पसिना जानु भनेको चाहिँ तपाईँको फ्लुइड जानु हो नि त। सो धेरै पसिना जाँदा पनि तपाईँको फ्लुइड चाहिँ लस भएर जान्छ, त्यसले गर्दा पनि तपाईँको सकमा चाहिँ पुग्न सक्छ। अथवा चाहिँ भनौँ न भोल्युम चाहिँ कम हुनसक्छ। अथवा चाहिँ भमिटिङको बेला चाहिँ एकदमै धेरै भमिट गर्दा पनि तपाईँको के हुन्छ त? एकदमै धेरै भमिट गर्दा पनि तपाईँको फ्लुइड चाहिँ लस भएर जान्छ, इलेक्ट्रोलाइट्सहरू चाहिँ के हुन्छ त? लस भएर जान्छ। अथवा चाहिँ तपाईँले यसलाई यसरी पनि बुझ्न सक्नुहुन्छ, सिभियर डिहाइड्रेसनले गर्दाखेरि चाहिँ कुन सक हुन्छ भनेर सोध्ला, तपाईँले के भन्नुहुन्छ त? हाइपोभोल्युमिक सक भन्नुहुन्छ। किनभने चाहिँ डिहाइड्रेसन्स हुनेकै कारण भनेको एउटा डायरिया हो, भमिटिङहरू, एक्सेसिभ भमिटिङले गर्दाखेरि चाहिँ, एक्सेसिभ स्वेटनिङहरूले गर्दाखेरि चाहिँ सिभियर डिहाइड्रेसन्समा चाहिँ मान्छेहरू चाहिँ पुग्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको फर्दर कुन सकमा पुग्छ भन्नुहुन्छ भने चाहिँ हाइपोभोलेमिक सकमा चाहिँ पुग्छ भन्नु पर्यो हामीले है। त्यो कुराकानी छ, बुझ्नुभयो? अथवा चाहिँ एकदमै धेरै बर्न हुँदाखेरि चाहिँ, बर्नको केसहरू चाहिँ तपाईँले हेर्नु भएको छ साथीहरू भन्नु त? हस्पिटलमा हुँदाखेरि चाहिँ तपाईँले चाहिँ बर्नको केस हेर्नुभयो कि छैन? बर्नको केस हेर्नु भएको छ तपाईँहरू क्लिनिकल पोस्टिङमा हुँदाखेरि? सेकेन्ड इयरतिर, थर्ड इयरतिर? अनिलजी हेर्नु भएको थियो? हजुर सर, हेर्नु त भएको थियो। ल, अनि हेर्नु, एक्सेसिभ बर्नले गर्दा पनि तपाईँको कुन सकमा पुग्छ भनेर सोध्छ, अथवा चाहिँ सिधै सोध्छ बर्नले गर्दाखेरि चाहिँ कुन सकमा जान्छ मान्छे भनेर सोध्ला, के भन्नुहुन्छ त? हाइपोभोलेमिक। हाइपोभोलेमिक सक भन्नुहुन्छ। तर एउटा चाहिँ केस क्वेसन जस्तो चाहिँ तपाईँले सोध्छ है त। के सोध्छ भन्दाखेरि चाहिँ, एक हप्ता पहिला अथवा 2 हप्ता पहिला चाहिँ त्यो मान्छेको चाहिँ बर्न भएको थियो अरे। अथवा मानौँ न एउटा चाहिँ यो मान्छे छ, 2 हप्ता पहिला चाहिँ यो मान्छेलाई चाहिँ के भएको थियो त? बर्न भएको थियो। अब 2 हप्ता पछाडि आएर चाहिँ यो मान्छे चाहिँ सकमा गइरहेछ अरे। त्यो मान्छे चाहिँ कुन सकमा गएको हुनसक्छ भनेर सोध्छ। तपाईँले के भन्नुहुन्छ भन्नुहोस्? हाइपोभोलेमिक सक हो, तर होइन होला। अरूजनाले ट्राई गर्नु त। म एक्चुली फेरि क्वेसन्स रिपिट गरेँ है त। रिपिट गर्नु आज सर क्वेसन। ल सुन्नुहोस्, जस्तै यो एउटा मान्छे छ है, हजुर। यो एउटा के छ त? मान्छे छ, ठिक छ। 2 हप्ता अगाडि, अथवा यसलाई हामी यसरी पनि भन्न सक्छौँ, आज चाहिँ यो मान्छेको बर्न भयो, आज चाहिँ बर्न भयो, तर 2 हप्ता पछाडि गएर चाहिँ यो मान्छे चाहिँ सकमा गयो अरे।
त्यो चाहिँ कुन सकमा गएको छ भनेर सोद्धाखेरि चाहिँ तपाईँले के भन्नुहुन्छ? सेप्टिक सक सर। ल भेरी गुड है त। तपाईँले के भन्नुहुन्छ त? सेप्टिक सक। सेप्टिक सक। तपाईँले भन्नुहुन्छ सेप्टिक सक है त। बुझ्नुभयो कि कुन सक भन्नुहुन्छ त? तपाईँले भन्नुहुन्छ सेप्टिक सक। किन भन्दाखेरि चाहिँ जस्तै एउटा कुरा चाहिँ तपाईँले चाहिँ कतिको थाहा छ होइन, एउटा कुरा चाहिँ तपाईँले चाहिँ कतिको थाहा छ, आज चाहिँ अहिले चाहिँ मन भयो भने चाहिँ अहिले चाहिँ कुन सकमा पुग्छ मान्छे? हाइपोभोलेमिक सकमा चाहिँ पुग्छ। बुझ्नुभयो? अहिले चाहिँ पुग्ने भनेको चाहिँ हाइपोभोलेमिक सकमा हो। तर कुराकानी चाहिँ के आउँछ त भन्दाखेरि चाहिँ अबको भन्दा चाहिँ तपाईँको 1 हप्ता अथवा 2 हप्ता पछाडि चाहिँ तपाईँको मान्छे चाहिँ कुन सकमा पुग्छ भन्नुहुन्छ भने चाहिँ त्यो अवस्थामा चाहिँ कुन सकमा पुग्छ त? सेप्टिक सकमा। किनभने चाहिँ बन्द भइसकेपछि चाहिँ तपाईँको त्यहाँ चाहिँ के हुन्छ त? इन्फेक्सन्सहरू चाहिँ मजाले हुन्छ। बुझ्नुभयो? के हुन्छ त? इन्फेक्सन्सहरू चाहिँ मजाले हुन्छ। किनभने चाहिँ वनमा चाहिँ तपाईँको छाला के भएको हुन्छ त? डढिसकेको हुन्छ नि त। अनि त्यसले गर्दाखेरि चाहिँ डढिसकेपछि चाहिँ तपाईँको के भयो त भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ मजाले चाहिँ बाहिरको चाहिँ अर्गानिजमहरू चाहिँ माइक्रो अर्गानिजमहरू चाहिँ के हुन्छ त? मजाले चाहिँ त्यहाँ चाहिँ आएर चाहिँ बसिदिरहेको हुन्छ कि। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँको फर्दर इन्फेक्सन्स हुने चान्स एकदमै धेरै हुन्छ। र पछि चाहिँ तपाईँको कुन सकमा गएर कुन सकमा चाहिँ मान्छे पुग्छ भन्ने जस्तो प्रश्न छ भने चाहिँ तपाईँले के भन्नुहुन्छ त? सेप्टिक सक भन्नुहुन्छ है त। यति कुरा बुझिदिनु पर्यो ल साथीहरू। ल अर्को हेर्नुहोस् त, जस्तै हामीले चाहिँ यहाँ चाहिँ अर्को कुरा के बुझिदिनु पर्यो भन्दाखेरि नि, जस्तै हामीले चाहिँ हाइपोभोलेमिक सकलाई चाहिँ अर्को नामले पनि हामीले चाहिँ चिनिरहेको हुन्छौँ है। बुझ्नुभयो? अर्को नामले पनि हामीले के गर्छौँ त? यो हाइपोभोलेमिक सकलाई चाहिँ चिन्छौँ। जस्तै अर्को कुन नामले चाहिँ हामीले चाहिँ चिन्छौँ भन्दाखेरि चाहिँ एउटा भनेको चाहिँ ओलिग्यामिक सक हो। त्यसै गरी चाहिँ अर्को भनेको चाहिँ हामीले कोल्ड सक भनेर पनि चिन्छौँ। त्यसै गरी एउटा भनेको चाहिँ हामीले कुन सक भनेर चिन्छौँ त? हेमाटोजेनिक। के अरे कुन सक है भन्नु त? हेमाटोजेनिक सक भनेर पनि हामीले चिन्छौँ भन्ने कुरा बुझिदिनु पर्यो ल। बुझ्नुभयो साथीहरू? अनिलजी, एउटा चाहिँ हामीले के भन्यो त? ओलिग्यामिक सक भन्यो, कोल्ड सक भन्यो, र अर्को के भन्यो त? हेमाटोजेनिक सक भन्यो। यो चाहिँ तपाईँको कुन सकको अर्को नाम हो त? हाइपोभोलेमिक हाइपोभोलेमिक अर्को नाम यो हो। क्वेसन कसरी सर त्यो सोध्न सक्छ त्यो जस्तै कि ल यसलाई चाहिँ कसरी सोध्छ भन्दाखेरि है त, जस्तै तपाईँको प्रश्नले के भन्छ भन्दाखेरि चाहिँ एक्सेसिभ ब्लड लस भएर चाहिँ कुन सक हुन्छ भनेर सोध्छ। बुझ्नुभयो? तपाईँको एन्सर चाहिँ के हुन्छ? एक्सेसिभ ब्लड लस भएर चाहिँ कुन सकमा पुग्छ मान्छे भनेर सोध्छ। तपाईँले के भन्नुहुन्छ अनिलजी भन्नु त? के तिनवटाबाट एउटा मात्र त्यो तिनवटामा चाहिँ कुनै एउटा भन्नु एन्सरमा जस्तै हेमाटोजेनिक सक सर। हामीले चाहिँ बुझेँ नर्मली चाहिँ हाइपोभोल्मिक पढेको हुन्छौँ नि त, तर यो हजुर अप्सनमा चाहिँ हाइपोभोल्मिक हुँदैन कि, यसको अर्को नाम राखिदेला, त्यसरी चाहिँ झुक्याउँछ कि। बुझ्नुभयो? त्यो चाहिँ भन्न खोजिरहेको छु म चाहिँ। जस्तै नर्मली चाहिँ तपाईँले चाहिँ अब फ्लुइड लस धेरै भयो, ब्लड लस धेरै भयो भने चाहिँ तपाईँले भन्नुहुन्छ हाइपोभोल्मिक सक, तपाईँले त्यही पढ्नु भएको हुन्छ। तर अप्सनमा हाइपोभोल्मिक चाहिँ हुँदैन कि। अप्सनमा चाहिँ अलिकति झुक्याउँदाखेरि चाहिँ अप्सनमा राखिदिँदैन हाइपोभोल्मिक सक चाहिँ, त्यहाँ चाहिँ राख्देला ओलिग्यामिक सक। अब यो भनेको के हो भन्ने टाइपको अब यो नपढ्दाखेरि त तपाईँले के हो जस्तो लाग्छ, अथवा चाहिँ यो पनि हजुर सर नराखेर हेमाटोजेनिक सक राख्देला। अब यो भनेको के हो जस्तो लाग्छ नि त पछि नपढ्दाखेरि चाहिँ। तर अहिले चाहिँ तपाईँले यसो हेर्दाखेरि त यो तिनवटै त त्यसकै नाम रहेछ भन्ने कुरा त बुझिसक्नुभयो नि त। अब चाहिँ झुक्क्याउँदाखेरि चाहिँ तपाईँ झुकिनुहुन्छ त? पक्कै पनि हजुर झुकिनुहुन्न होला हो। त्यो कुरा चाहिँ यहाँ चाहिँ म तपाईँले चाहिँ भन्न खोजेको हो कि। बुझ्नुभयो कि बुझ्नु भएन? हजुर सर बुझेँ यसको अब कुनै पनि दिन सक्छ त्यो हाइपोभोलेमिक सटमा त ल ओके। अर्को कुराकानी चाहिँ तपाईँको के छ भन्दाखेरि चाहिँ एउटा त ड्रग्सहरूले गर्दा पनि है, सर्टेन ड्रग्सहरूले गर्दाखेरि चाहिँ, जस्तै कुन ड्रगहरूले गर्दाखेरि चाहिँ हाइपोभोल्मिक सकमा चाहिँ पुगाउन सक्छ होला त भन्नु त?
भन्नु त कुन कुन ड्रगले गर्दा फ्लुइड रिप्लेसमेन्ट कुन अरे फ्लुइड रिप्लेसमेन्ट यहाँ हेर्नु जस्तै हामीले चाहिँ यसमा चाहिँ मेनली कुरा गर्छौँ डायरेटिक्सहरूको अथवा एसिटाजोलामाइडहरूको एउटा रोज्दाखेरि चाहिँ तपाईँले डायरेटिक्स रोज्नुपर्ने हुन्छ है त डायरेटिक्समा चाहिँ जस्तै यसको एक्जाम्पल भन्नु त साथीहरू मलाई फ्युरोसामाइड भन्नुभएको छ ओके भेरी गुड ओके ल फ्युरोसामाइड है जस्तै हामीले चाहिँ फ्युरोसामाइड खायो भने चाहिँ त्यसले गर्दाखेरि के हुन्छ भन्नु त के गराउँछ त्यसले आउटपुट डिक्रिज गरिदिन्छ फ्युरोसामाइड चाहिँ हामीले यदि खायो भने चाहिँ त्यसले के गराउँछ त युरिन आउटपुट बढी गराउँछ सर युरिन आउटपुट चाहिँ त्यसले बढाइदिन्छ बुझ्नुभयो के गरिदिन्छ त युरिन आउटपुट चाहिँ त्यसले बढाइदिन्छ है भन्नुको मतलब के त पिसाब हाइपोक्लेमिया चाहिँ धेरै हो पिसाब चाहिँ धेरै तपाईँको बनाइदिन्छ त्यसले चाहिँ अब पिसाब धेरै बन्नु भनेको हाम्रो शरीरमा भएको फ्लुइडहरू चाहिँ तपाईँको धेरै जानु हो इलेक्ट्रोलाइटहरू चाहिँ धेरै जानु हो त्यसले गर्दा पनि त तपाईँको सकमा जान्छ नि त मान्छे चाहिँ हो त्यो चाहिँ यहाँ भन्न खोजेको है त मैले चाहिँ एउटा कुरा अझै अस्ति भर्खरै लाइसेन्स एक्जाममा सोधेको प्रश्न है त फ्युरोसामाइड चाहिँ यदि खाइरहेको छ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ हाइपरक्लेमिया हुन्छ कि हाइपोक्लेमिया हुन्छ भनेर सोध्ला तपाईँले चाहिँ के भन्नुहुन्छ भन्नु हाइपोक्लेमिया ल हाइपोक्लेमिया भन्नुहुन्छ हो कि होइन हो अरू साथीहरूको के छ कुराकानी चाहिँ भन्नु त ल हाम्रो अनिलजीको के छ कुराकानी त्यो थाहा भएन सर ल थाहा भएन भन्नुभयो ओके ल उहाँले भने जस्तै है त त्यसले गर्दाखेरि चाहिँ के हुन्छ त हाइपो हाइपोकलेमिया हुन्छ बुझ्नुभयो त्यो भनेको के हो लो पोटासियमको मात्रा घट्नु ल त्यो भनेको चाहिँ लो पोटासियम लेभल है त पोटासियमको लेभल के हुनु त घट्नुलाई हामीले भन्छौँ हाइपोक्लेमिया तर एउटा स्पाइरोनोल्याक्टन भन्ने सुन्नु भएको छ तपाईँहरूले साथीहरू हो त्यसले चाहिँ के गराउँछ म यहाँ लेखिदिन्छु ल धेरैजनालाई नसुनेको पनि हुनसक्छ होला एस स्पाइरोनोल्याक्टन है त स्पाइरोनोल्याक्टनको कुरा गरिरहँदाखेरि चाहिँ स्पाइरोनोल्याक्टनले चाहिँ तपाईँको के गराउँछ त यसले चाहिँ हाइपरक्लेमिया गराउँछ कि हाइपोक्लेमिया गराउँछ भन्नु त हाइपरक्यालेमिया यसले चाहिँ गराउने भनेको चाहिँ हाइपर हो है त नझुकिनु होला ल हाइपरक्लेमिया हो यो चाहिँ यसले गराउने भनेको चाहिँ यो चाहिँ पोटासियम स्पारिङ डायरेटिक हो खासमा चाहिँ है त्यो भित्र चाहिँ रहने भनेको चाहिँ हाम्रो स्पाइरोनोल्याक्टन हो त्यही भएर चाहिँ तपाईँले चाहिँ अलिकति यो मुटुको बिरामीहरूले चाहिँ अब औषधि खाएको हेर्नु भएको छ भने नि उहाँहरूले चाहिँ यो फ्युरोसामाइड र स्पाइरोनोल्याक्टन दुवै मिसिएको चाहिँ औषधि खानुहुन्छ कि एउटा ट्याब्लेट हुन्छ जसमा चाहिँ फ्युरोसामाइड पनि इन्क्लुड गरिएको हुन्छ स्पाइरोनोल्याक्टिन पनि इन्क्लुड गरिएको हुन्छ त्यो चाहिँ किन भन्दाखेरि चाहिँ जस्तै हामीलाई के थाहा छ त फ्युरोसामाइड मात्र खायो भने चाहिँ त्यसले चाहिँ अब पोटासियमको लेभल घटाइदिरहेछ स्पाइरोनोल्याक्टिन मात्र खायो भने चाहिँ त्यसले चाहिँ पोटासियमको लेभल बढाइदिरहेछ तर दुवै सँगै खायो भने चाहिँ त्यो एउटा मेन्टेन भएर त बस्छ नि त हो त्यसले गर्दाखेरि चाहिँ दुवै चाहिँ मिक्स भएको चाहिँ त्यो चाहिँ खाइरहेको हुन्छ कि त्यो चाहिँ हामीले प्रिफर गरिरहेको हुन्छौँ है सो त्यो कुरा बुझिदिनु पर्यो ल हामीले चाहिँ अर्को जस्तै यहाँ हेर्नुहोस् है त जस्तै यसको बारेमा चाहिँ तपाईँले थप कुराहरू चाहिँ पढ्नुहुन्छ फार्मेसी पढिरहँदाखेरि चाहिँ अहिलेलाई चाहिँ यति कुरा चाहिँ तपाईँले बुझिदिनु पर्यो ल अब जस्तै यहाँ हेर्नुहोस् त अर्को कुरा चाहिँ हामीले चाहिँ अदर्स लाइक इन्फ्लामेटरी डिजिज भनेको छ है त जस्तै अरू अरू चाहिँ तपाईँको इन्फ्लामेटरी डिजिजहरूले गर्दाखेरि पनि हाइपोभोल्युमिक सकमा चाहिँ मान्छे चाहिँ पुग्छ अरे भने हो कि
तर यो चाहिँ कसरी सम्भव छ भन्ने कुरा पनि हो नि त। डिजिज लागिसक्यो, इन्फ्लामेटरी डिजिज भएको छ, त्यसले गर्दाखेरि चाहिँ कसरी चाहिँ तपाईँको यतातिर चाहिँ पुग्ने हुन्छ त भन्ने टाइपको पनि तपाईँको चाहिँ मनमा चाहिँ प्रश्न चाहिँ उठेको हुनसक्छ है त। जस्तै इन्फ्लामेटरी डिजिजहरूको कुरा गरिरहँदाखेरि चाहिँ यसमा चाहिँ हामीले मेनली पेनकिराटाइटिसहरूको चाहिँ कुराकानी गर्छौँ, पेनकिराटाइटिसको कुरा गर्छौँ। त्यसै गरी हामीले चाहिँ अब यसमा एपेन्डिसाइटिसहरूको कुरा गर्छौँ, एपेन्डिसाइटिसहरूको कुरा गर्छौँ। त्यसै गरी हामीले चाहिँ पेरिटोनाइटिसहरूको कुरा गर्छौँ, पेरिटोनाइटिसको कुरा गर्छौँ है। सो यी विभिन्न तपाईँको इन्फ्लामेटरी डिजिजहरूले गर्दा पनि हाइपोभल्मिक सकमा चाहिँ मान्छेलाई चाहिँ पुगाउँछ अरे भने हो। कसरी पुगाउँछ होला भन्नु त, यसो लगाउनु त लोजिक, कसरी चाहिँ पुगाउँछ होला साथीहरू? एनी आइडिया? ल के हुन्छ भने हेर्नुहोस् है त, जस्तै इन्फ्लामेटरी डिजिज जस्तै हामीले पेनकिराटाइटिस, एपेन्डिसाइटिस, पेरिटोनाइटिसहरूमा चाहिँ अथवा चाहिँ मानौँ न कुनै एपेन्डिसाइटिसको बिरामी आयो होइन, त्यो बिरामीलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ एनपिओमा राख्छौँ। बुझ्नुभयो? तपाईँले चाहिँ क्लिनिकल पोस्टिङमा हेर्नुभएको छ भने चाहिँ त्यहाँ चाहिँ तपाईँले पक्कै पनि यो कुरा चाहिँ विचार गर्नुभएको होला है त। बिरामीलाई हामीले के गर्छौँ त, मुखबाट केही पनि खान चाहिँ दिएको हुँदैन, एनपिओमा चाहिँ हामीले राखेको हुन्छ। एनपिओ भनेको चाहिँ निल पर ओरल भन्छौँ हामीले है। क्लास चाहिँ तपाईँको कति बजेसम्म हुन्छ भन्नुभएको छ। क्लास चाहिँ हाम्रो अहिले यो चाहिँ हामीले हाइपोभल्मिक सक चाहिँ सक्छौँ। त्यसपछि मेरो क्लास चाहिँ अब यति नै हुन्छ, बाँकीको पोर्सन चाहिँ हामीले भोलि कुराकानी गर्छौँ। त्यसपछि चाहिँ तपाईँको कम्युनिटी हेल्थ चाहिँ स्टार्ट हुन्छ है त। सन्देश सरले चाहिँ मेरो पछाडि चाहिँ मेरो सक्ने बित्तिकै सर चाहिँ आउनुहुन्छ, त्यसपछि तपाईँहरूको चाहिँ कम्युनिटी चाहिँ स्टार्ट हुन्छ ल। सो त्यही भएर चाहिँ क्लास चाहिँ तपाईँको लगभग अहिले 8:30 भइरहेछ होइन, 9:30 10 बजेसम्म क्लास हुनसक्छ है त। हाम्रो रेगुलर क्लास भनेको चाहिँ यही हो, तपाईँको 9-10 बजेसम्मै हुन्छ। त्यही भएर चाहिँ अब तपाईँले चाहिँ त्यो अनुसारले चाहिँ आफूलाई चाहिँ प्रिपेयर गरेर चाहिँ राख्नु पर्यो ल। ल ओके, यो चाहिँ तपाईँले बुझ्नुभयो होला होइन। एपेन्डिसाइटिस, पेरिटोनाइटिस, पेनकिराटाइटिसहरूले चाहिँ कसरी चाहिँ तपाईँको यो गराउँछ होइन, यो कसरी चाहिँ हाइपोभल्मिक सकमा पुगाउँछ भन्दाखेरि चाहिँ मान्छेलाई चाहिँ हामीले केही मुखबाट चाहिँ खान दिएको हुँदैनौँ। यदि हामीले त्यो अवस्थामा चाहिँ तपाईँले हेर्नुभएको होला, मुखबाट चाहिँ हामीले केही खान दिएको हुँदैनौँ, तर हामीले चाहिँ फ्लुइड्सहरू चलाइरहेको हुन्छ, मेनली चाहिँ डेक्स्ट्रोजहरू, डिएनएसहरू चाहिँ चलाइरहेको हुन्छ। किन भन्दाखेरि चाहिँ मुखबाट चाहिँ हामीले केही खान दिएको छैनौँ भने त त्यसको शरीरमा भएको सेलहरूले, टिस्युहरूले त ग्लुकोज त पाउनु पर्यो होइन, न्युट्रिएन्ट त पाउनु पर्यो नि त। अब त्यो चाहिँ पाएन भने चाहिँ के हुन्छ त, फर्दर अब तपाईँको हाइपोग्लाइसिमिया भएर चाहिँ अब छुट्टै कम्प्लिकेसन्सहरू चाहिँ आउँछ। त्यही भएर चाहिँ हामीले चाहिँ त्यो अवस्थामा के गर्छ त, फ्लुइडहरू चलाइरहेको हुन्छ, डिएनएसहरू चाहिँ युज गरिरहेको हुन्छ, डिएनएसहरू चाहिँ दिइरहेको हुन्छ, जसले गर्दाखेरि चाहिँ पेसेन्ट चाहिँ के हुन्छ त अलिकति स्टेबल भएर बसेको हुन्छ। तर त्यो चाहिँ हामीले यदि चलाएनौँ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ पेसेन्ट चाहिँ तपाईँको कहाँ पुग्छ त, हाइपोभल्मिक सकमा चाहिँ पुग्छ है त। सो यो कुरा पनि तपाईँले थोरै बुझ्न सक्नुहुनेछ ल यहाँबाट। अब यहाँ हेर्नुहोस् त, साइन सिम्टमको कुरा गर्दाखेरि चाहिँ साइनमा चाहिँ तपाईँले चाहिँ कोल्ड क्लेमी स्किन भनेको छौँ हामीले चाहिँ है। भन्नुको मतलब चाहिँ तपाईँले चाहिँ यसो छाला चाहिँ छाम्नुभयो भने चाहिँ चिसो हुन्छ कि बिरामीको है। हाइपोभल्मिक सकको बिरामीमा चाहिँ बिरामीलाई चाहिँ तपाईँको त्यसको छाला चाहिँ तपाईँले चाहिँ यसो छाम्नु भन्छ, अलिक चिसो हुन्छ, चिप्लो टाइपको हुन्छ, क्लेमी स्किन भन्छ हामीले चाहिँ है। त्यसै गरी प्रेसर घट्ने कुरा त हाम्रो छँदैछ। हाइपोभल्मिक सक भएको छ, फ्लुइडहरू एकदमै लस भएको छ भने त प्रेसर बढ्ने कुरै भएन, प्रेसर के हुन्छ त, घटेको हुन्छ। साइनोसिस हामीले पाउँछौँ, अभियसली पाउने कुरै भइहाल्यो। यो चाहिँ फ्लुइड लस भएको हुन्छ, ब्लड लस भएको छ भने त अक्सिजन पनि तपाईँको मजाले छैन त्यहाँ चाहिँ, त्यसले गर्दाखेरि चाहिँ साइनोसिस पनि हामीले चाहिँ हेर्न सक्छौँ। थ्रेडी पल्स भनेको छ है, थ्रेडी पल्स भनेको कस्तो भन्दाखेरि चाहिँ एकदमै फास्टमा हुन्छ है त, फास्ट हुन्छ तर अलिकति विक हुन्छ, मसिनो मसिनो आइरहेको हुन्छ कि हामीले यसो फिल गर्दाखेरि चाहिँ अलिअलि चाहिँ फिल हुन्छ, तर त्यो फिल अलिअलि हुँदा पनि त्यो एकदमै छिटो चाहिँ तपाईँको त्यो भइरहेको हुन्छ कि ट्याकिकार्डियामा गएको हुन्छ भन्न खोजेको है। ट्याकिप्निया भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ सास बढ्नु, छिटो चाहिँ तपाईँको सास लिन्छ कि बिरामी चाहिँ। किन लिन्छ भन्दाखेरि चाहिँ जस्तै हेर्नु त, अक्सिजन चाहिँ तपाईँको के छ त, हाम्रो टिस्युहरूले चाहिँ कम पाइरहेको छ है। ब्लड सँगसँगै चाहिँ तपाईँको अक्सिजन जाने हो, ब्लडै कम गयो भने चाहिँ अक्सिजन पनि त्यसले के भयो त, कम लिने भयो कि। अनि अक्सिजन कम भयो भने चाहिँ हाम्रो दिमागले, हाम्रो ब्रेनले के सोध्छ त भन्दाखेरि चाहिँ अक्सिजन चाहिँ के भइरहेछ त, कम गइरहेछ, जसले गर्दाखेरि चाहिँ त्यसले चाहिँ हाम्रो ब्रेदिङको रेटलाई के गरिदिन्छ त, बढाइदिन्छ। छिटो चाहिँ तपाईँको सास फेर्दाखेरि के हुन्छ त, अक्सिजन चाहिँ धेरै जाने भयो। सो त्यसले गर्दाखेरि चाहिँ के गरिदिन्छ त, हाम्रो सासलाई चाहिँ बढाइदिने काम गरेको हुन्छ। त्यही भएर चाहिँ के भएको हुन्छ त, ट्याकिप्निया चाहिँ भएको हुन्छ है त। ट्याकिप्निया भनेको चाहिँ के त,
रेस्पिरेटरी रेट चाहिँ बढ्नेलाई चाहिँ हामी के भन्छौँ त ट्याकिप्निया भन्छौँ ल। यो कुरा बुझ्नु पर्यो हामीले चाहिँ। क्यापिलरी फिलिङ टाइम भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ क्यापिलरी फिलिङ टाइम भनेको जस्तै सुन्नुहोस् है त, तपाईँले चाहिँ के गर्नुहोस् त आफ्नो हात पाम हेर्नुहोस् त, पाममा चाहिँ तपाईँको जुन फिङ्गरको टिप्सहरू छ नि यो चाहिँ तपाईँले चाहिँ यसो प्र्याक्टिकल पनि गर्न सक्नुहुन्छ है त। सबैजना आफ्नो पाम निकाल्नुहोस्, फिङ्गरको टिपलाई चाहिँ थिच्नु त एकछिन, प्रेस गर्नुहोस् ल फिङ्गरको टिपलाई चाहिँ प्रेस गर्दाखेरि चाहिँ एकछिनसम्म चाहिँ है त लगभग चाहिँ तपाईँले 2-3 सेकेन्डसम्म मजाले चाहिँ पिन्च गर्नुहोस्, थिच्नुहोस्, त्यसलाई चाहिँ प्रेस गर्नुहोस्, त्यसपछि छोड्नुहोस् त। त्यहाँ सेतो हुन्छ कि हुँदैन भन्नु त मलाई। अनिल चाहिँ गर्नुभयो, आयो सर। सेतो हुन्छ नि होइन, सेतो हुन्छ। त्यसपछि फेरि त्यो आफ्नो त्यहाँ चाहिँ ब्लड गइहाल्छ, फेरि त्यो पिङ्क भइहाल्छ अथवा रेड भइहाल्छ। भइरहेछ सबैको हो, त्यसलाई हामीले भन्छौँ क्यापिलरी फिलिङ टाइम। यदि तपाईँले चाहिँ मजाले त्यसलाई थिच्नुहोस् अनि जुन सेतो भइहाल्छ नि र त्यो फेरि पिङ्क भइहाल्छ है, त्यो पिङ्क हुनको लागि चाहिँ यदि 2 सेकेन्डभन्दा धेरै समय लागिरहेको छ भने चाहिँ त्यो चाहिँ तपाईँको नर्मल चाहिँ होइन कि। नर्मली चाहिँ तपाईँको त्यो फेरि पिङ्क चाहिँ 2 सेकेन्डभित्रै भइहाल्नु पर्यो। तर त्योभन्दा चाहिँ धेरै समय लगाइरहेको छ भने चाहिँ त्यो चाहिँ एउटा इन्डिकेटर जस्तो भयो कि तपाईँको शरीरमा चाहिँ भोल्युमको मात्रा के छ त कम छ, ब्लड भोल्युमको मात्रा के छ त कम छ भन्ने कुरा चाहिँ एउटा इन्डिकेट गर्छ कि। सो त्यो चाहिँ एउटा हामीले चाहिँ यसमा चाहिँ गर्न सक्छौँ, बुझ्नुभयो। सो यसलाई चाहिँ तपाईँले यसरी बुझिदिनु पर्यो ल। बुझ्नु भयो कि नै भन्नु त क्यापिलरी फिलिङ टाइम भनेर। यो चाहिँ नर्मल चाहिँ कति हुन्छ त 2 सेकेन्डभन्दा चाहिँ कम हुन्छ है त, बुझ्नु पर्यो यो कुरा चाहिँ हामीले ल। अर्को यो ओलिगोयुरिया भन्ने कुरा चाहिँ मैले अगाडि नै भने होइन, यो चाहिँ तपाईँले बुझ्नु नै भएको छ, यसमा चाहिँ धेरै कुरा चाहिँ मैले गरिनँ। लक्षणको कुरा गर्दाखेरि चाहिँ डिजिनेस भन्छु है, बिरामीले रिङ्गटा लाग्छ, फेन्ट हुन्छ, पसिना एकदमै धेरै आउँछ, तिर्खा लाग्छ। सो यो चाहिँ तपाईँको बिरामीले भन्ने कुरा भइहाल्यो है त सिम्टम चाहिँ ल। अब हेर्नुहोस् त म्यानेजमेन्टको कुरा गरिरहँदाखेरि चाहिँ हामीले चाहिँ यसमा जेनरल म्यानेजमेन्टमा चाहिँ के गर्छौँ त भन्दाखेरि चाहिँ पोजिसन चाहिँ अलिकति हामीले चाहिँ मेन्टेन गर्ने काम गरेको हुन्छ, पोजिसन चाहिँ मेन्टेन गरिदिने हामीले चाहिँ। अब तपाईँको यहाँ चाहिँ अर्को प्रश्न पनि आउँछ ल। अर्को प्रश्न चाहिँ के आउँछ त भन्दाखेरि चाहिँ जस्तै मलाई भन्नु त यो हाइपोभल्मिक सकमा गएको बिरामीलाई चाहिँ हामीले कुन पोजिसनमा राख्छौँ होला त साथीहरू? हाइपोभल्मिक सकमा गएको बिरामीलाई चाहिँ कुन पोजिसनमा राख्ने भनेर सोध्छ है त। यहाँबाट प्रश्न आउँछ, तपाईँले के भन्नुहुन्छ त? मेन्टेन पोजिसन, फ्रेडेनबर्ग पोजिसन भन्नुहुन्छ है त तपाईँले। यो चाहिँ यदि तपाईँको अप्सनमा छैन भने चाहिँ त्यो अवस्थामा के भन्नुहुन्छ त लेग एलिभेसन भन्नुहुन्छ है त। के भन्नुहुन्छ त लेग एलिभेसन भन्नुहुन्छ है त। खुट्टा के गरिदिने थोरै एलिभेट गरिदिने है त, अथवा चाहिँ उठाइदिने भन्न खोजेको हो है। अब यो पोजिसन भनेको के हो भन्दाखेरि चाहिँ सुन्नुहोस् है त, पेसेन्टको चाहिँ जुन बेड हुन्छ नि, यहाँ चाहिँ तपाईँको फिगर पनि होला जस्तो लाग्छ मलाई है। फिगर यहाँ रहेनछ ल, केही छैन। लेग एलिभेसन भनेको चाहिँ खुट्टा चाहिँ उठाइदिने ल। यस्तो हेर्नु त यो चाहिँ हाम्रो लेग एलिभेटेड भयो नि त, खुट्टा उठिएको छ नि, यसलाई हामीले लेग एलिभेटेड भन्छौँ। कति माथि चाहिँ तपाईँको खुट्टा उठाउने भन्दाखेरि नि लगभग हामीले यसमा चाहिँ 12 इन्चको कुरा गर्छ, बुझ्नुभयो। कति खुट्टा उठाउने रे 12 इन्च उठाउने, अथवा सेन्टिमिटरमा भन्दाखेरि कति भन्ने हामीले 30 सेन्टिमिटर भन्ने ल। के भन्ने त 30 सेन्टिमिटर भन्ने है त। तपाईँको प्रश्नले सोध्यो कति चाहिँ खुट्टा उठाउने त के भन्नुहुन्छ त 12 इन्च भन्नुहुन्छ अथवा चाहिँ 30 सेन्टिमिटर भन्नुहुन्छ है त, बुझ्नुभयो। जस्तै यहाँ हेर्नु त यो कति चाहिँ हुनु पर्यो, यसको डिस्टेन्स चाहिँ 30 सेन्टिमिटर हुनु पर्यो, त्यो भन्न खोजेको ल। अर्को भनेको यहाँ चाहिँ अर्को चाहिँ तपाईँको के छ भन्दाखेरि चाहिँ ट्रेडेनबर्ग भन्ने छ। यो ट्रेडेनबर्ग भनेको कस्तो भन्दाखेरि चाहिँ जस्तै बिरामी चाहिँ यस्तो चाहिँ बिरामीको बेड हुन्छ नि त, बिरामी चाहिँ यहाँ चाहिँ सुतिरहेको छ है त। के गर्ने त बिरामीको त्यो टाउकोपट्टिको हुन्छ नि बेड, यसलाई के गरिदिने त तल गरिदिने। यताको बेडलाई चाहिँ हामीले तल गर्दाखेरि त अलरेडी चाहिँ तपाईँको यो हाम्रो यो टाउको के हुन्छ त तल आउँछ। टाउको तल आयो भने चाहिँ यो चाहिँ तपाईँको खुट्टा त आफै उठ्छ नि त, मतलब त्यो खुट्टा त त्यही पोजिसनमा हुन्छ तर खुट्टाको कम्पेयरमा चाहिँ टाउको चाहिँ तल आइदिन्छ। सो त्यस्तो पोजिसनलाई हामीले के भन्छौँ त ट्रेडेनबर्ग पोजिसन भनेर भन्छौँ है त। यो कुरा बुझिदिनु पर्यो। अहिलेलाई चाहिँ यति बुझ्नु होला, बाँकी चाहिँ तपाईँको एनाटोमीमा आइ नै हाल्छ है त, त्यो बुझिदिनु पर्यो। अर्को चाहिँ हामीले भाइटल साइनहरू चाहिँ मजाले चाहिँ हेर्ने होइन, एकदमै ऱ्यापिडली चाहिँ हेर्नु पर्यो हामीले। भाइटलमा बिपी सिपी पल्स रेटहरूको SpO2हरू के कस्तो छ भन्ने कुरा सबै हेर्नु पर्यो हामीले।
रगत बगिरहेको छ भने चाहिँ ब्लिडिङ कन्ट्रोल गर्नु पर्यो। रगतलाई चाहिँ के गर्ने त चट्ट कन्ट्रोल गर्ने है त। रगत कन्ट्रोल गर्नको लागि चाहिँ हामी के गर्न सक्छौँ त सिधै प्रेसर एप्लाई गर्न सक्छौँ है त। डाइरेक्ट प्रेसर चाहिँ के गर्ने हामीले एप्लाई हानिदिने, त्यो कुरा चाहिँ हामीले गर्न सक्छौँ ल। अक्सिजनको सप्लिमेन्टेसन दिन सक्छौँ हामीले, किन भन्दाखेरि चाहिँ अक्सिजनको मात्रा के भइरहेछ त कम भइरहेछ है। साथसाथै पेसेन्टलाई चाहिँ अलिकति वार्म गर्नु पर्यो। किन गर्नु पर्यो त अगाडि हामीले के हेऱ्यो त पेसेन्टको के छ त शरीर चिसो छ, त्यही भएर चाहिँ हामीले थोरै वार्म गर्नु पर्यो। आइभी लाइनहरू चाहिँ हामीले मजाले ओपन गरिदिने है। आइभी लाइन क्यानुला स्यानुला मजाले लगाइदिने। त्यसपछि हामीले फ्लुइडहरू चाहिँ दिनु पर्यो होइन। क्याथेटराइजेसन्सहरू गरिदिने, ब्लड टेस्टहरू गर्नु पर्यो। क्रस म्याचिङहरू किन गर्ने त ब्लड टेस्ट किन गर्नु पर्यो त भन्दाखेरि चाहिँ हेमोग्लोबिन हेर्नु पर्यो हामीले चाहिँ, रगतको मात्रा हेर्नु पर्यो कति घटेको छ त कति बगेको छ त। हेमोग्लोबिन कम छ भने के गर्नु पर्यो हामीले चाहिँ फर्दर रगत चाहिँ दिनु पर्यो, बिटी गर्नुपर्ने हुन्छ, ब्लड ट्रान्सफ्युजन गर्नुपर्ने हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ त्यो गर्नुभन्दा पहिला त हामीलाई त्यसको के छ त अहिलेसम्म चाहिँ कति चाहिँ गएको छ अथवा चाहिँ अहिले कति हेमोग्लोबिन छ त्यो त हेर्नु पर्यो नि त हामीले चाहिँ। त्यसले गर्दाखेरि चाहिँ हामीले के गर्ने त ब्लड टेस्ट गर्ने, सिबिसी गर्छौँ हामीले। साथसाथै क्रस म्याचिङ किन गर्ने त किन गर्ने भन्दाखेरि चाहिँ यदि मानौ तपाईँले चाहिँ ब्लड टेस्ट गर्नुभयो हेमोग्लोबिनको मात्रा चाहिँ के छ त कम छ, अब तपाईँले के गर्नुपर्छ त बिटी गर्नुपर्ने हुन्छ, ब्लड ट्रान्सफ्युजन गर्नुपर्ने हुन्छ। अब ब्लड ट्रान्सफ्युजन गर्नको लागि त ब्लड ग्रुप के छ त भन्ने कुरा थाहा हुनु पर्यो। सो त्यही भएर चाहिँ हामीले क्रस म्याचिङ पनि गर्छौँ है। क्रस म्याचिङ भनेको चाहिँ ब्लड ग्रुप चाहिँ थाहा पाउनु भन्न खोजेको हो है। अर्को भनेको चाहिँ अब युरिनरी आउटपुटहरू चाहिँ मजाले मोनिटर गर्नु पर्यो। हामीले क्याथेटराइजेसन्स गरेकै हुन्छ, त्यसले गर्दाखेरि चाहिँ अब कति चाहिँ युरिन आउटपुट छ त्यो कुरा चाहिँ हामीले थाहा चाहिँ पाइ नै हाल्छौँ है त। त्यो कुरा चाहिँ हामीले यति चाहिँ त्यो चाहिँ हाम्रो जेनरल म्यानेजमेन्टमा चाहिँ हामी यति गर्छौँ है त। अब एउटा स्पेसिफिक म्यानेजमेन्ट चाहिँ हामीले हाइपोभर्मिक सकमा चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ फ्लुइड रिप्लेसमेन्ट गर्ने, फ्लुइड दिने है त। किन भन्छ चाहिँ फ्लुइड घटेको छ, त्यसले गर्दाखेरि चाहिँ हामी के गर्नु पर्यो त फ्लुइड दिनु पर्यो है। फ्लुइडमा चाहिँ हामीले कुन फ्लुइड युज गर्छौँ, हाम्रो चोइस अफ के हो त फ्लुइड चाहिँ अनिलजी? टेस्ट अफ फ्लुइड आरएल सर। आरएल ल आरएल चाहिँ हामीले दिन्छौँ, बुझ्नुभयो? किन भन्छ आरएलमा चाहिँ धेरै इलेक्ट्रोलाइटहरू हुन्छ एनएसको कम्पेयरमा, त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ हामीले दिनुपर्ने हुन्छ है त। क्यानुलाहरू चाहिँ तपाईँको यो अवस्थामा हामीले लगाउँदाखेरि चाहिँ 16 गजको 18 गजको हामीले लगाइरहेको हुन्छ, बुझ्नुभयो? ल मलाई चाहिँ अनिलजीले भन्नुहुन्छ ल 22 गजको क्यानुलाको कलर चाहिँ कस्तो हुन्छ भन्नुहोस् त अनिलजी? हजुर सर। 22 गजको के भन्नुभएको? 22 गज क्यानोला कति कुन कलरको हुन्छ? पिङ्क हुन्छ सर। पिङ्क हुन्छ होइन होला? ब्लू हुन्छ। गोलो 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 सर। ब्लू हुन्छ। पिङ्क चाहिँ कति गजको क्यानुला हुन्छ? 20 गजको हुन्छ ल ओके। त्यसै गरी मलाई अर्को भनिदिनु न त लु 24 गजको क्यानुलाको कलर कस्तो हुन्छ? येलो हुन्छ सर। ग्रीन। येल्लो 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 ल ओके। 26 गजको क्यानुलाको कलर कस्तो हुन्छ? आउँछ नि होइन 26 गजको क्यानुला आउँछ आउँछ भाइरल पर्पल कलर पर्पल कलरको हुन्छ ओके। ल त्यसै गरी 18 गजको क्यानुलाको कलर कस्तो हुन्छ भन्नुहोस्? ग्रीन ग्रीन हुन्छ ओके ग्रीन ठिक छ। त्यसै गरी 16 गजको क्यानुलाको कलर कस्तो हुन्छ भन्नुहोस्? ग्रे ल ग्रे हुन्छ भेरी गुड। अनि 14 गजको ओरेन्ज व्हाइट ओरेन्ज ल मजाले बुझ्नु भएको रहेछ तपाईँले। ल हो यो कुराहरू चाहिँ पनि तपाईँले अलिकति चाहिँ अब सामान्य कुराहरूको हो नि त, यसलाई चाहिँ सम्झिँदाखेरि चाहिँ केही त्यस्तो जाँदैन है त हाम्रो चाहिँ। यसलाई पनि तपाईँले सम्झिन सक्नुहुन्छ। मेनली हामीले हाइपोभर्मिक सकहरूतिर चाहिँ के गरिरहेको हुन्छौँ भन्दाखेरि चाहिँ यही तपाईँको 16 गजको 18 गजको क्यानुलाहरू चाहिँ हामीले युज गरिरहेको हुन्छौँ ल। सो त्यो चाहिँ हामीले गर्नु पर्यो। अर्को हामीले मैले अघि पनि भनेको थिएँ यदि तपाईँको ब्लड लस धेरै भइहाल्यो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले बिटी पनि गर्नुपर्ने हुन्छ, ब्लड ट्रान्सफ्युजन पनि गर्नुपर्ने हुन्छ। सो त्यसको लागि चाहिँ हामी सुरुमा चाहिँ सिबिसीको रिपोर्ट हेर्छौँ अथवा चाहिँ अब एउटा हिस्ट्री पनि लिन्छौँ कति धेरै ब्लड लस भएको छ, त्यही अनुसारले चाहिँ हामीले फर्दर अब म्यानेजमेन्ट गर्छौँ है त। एउटा चाहिँ तपाईँलाई प्रश्न सोध्छ, बुझ्नुभयो? प्रश्न के सोध्छ त भन्दाखेरि चाहिँ कति पर्सेन्ट भन्दा चाहिँ धेरै ब्लड चाहिँ लस भयो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले बिटी गर्ने अथवा ब्लड ट्रान्सफ्युजन गर्ने, ब्लड चढाउने त भनेर सोध्छ है त। जस्तै तपाईँको मानौ 100% चाहिँ ब्लडलाई चाहिँ हामीले 100% मानौ। अब 100%बाट चाहिँ कति पर्सेन्ट ब्लड चाहिँ लस भइहाल्यो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले
ब्लड चाहिँ चढाउने अथवा बिटी चाहिँ गर्ने त भनेर सोध्छ। तपाईँले के भन्नुहुन्छ भन्नुहोस्। यो चाहिँ सोधेको प्रश्न छ है त। 20 देखि 40%। 20 देखि 40 त होइन होला। होइन सर, त्यही 40 to 60। 50 सुन्नु ल, मोर 50% ब्लड चाहिँ यदि तपाईँको लस भयो भने चाहिँ तपाईँ चाहिँ माथि पुग्नुहुन्छ भगवाननिर। बुझ्नुभयो? भन्नुको मतलब चाहिँ 40 त पक्कै पनि होइन होला। एकचोटि अझै सोच्नु त कति हुन्छ होला। मोर देन 60 इक्वल टु 15% है। 100% को चाहिँ तपाईँको 15 वा सोभन्दा धेरै, 15% वा सोभन्दा धेरै ब्लड चाहिँ लस भयो भने चाहिँ त्यो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ त? ब्लड दिनुपर्ने हुन्छ। बुझ्नुभयो? कति अरे? मोर देन इक्वल टु 15% भन्ने है। ल त्यो कुरा बुझ्नु पर्यो हामीले चाहिँ। ल अर्को हेर्नुहोस् त, जस्तै तपाईँको अर्को प्रश्न सोध्ला। के सोध्ला भन्दाखेरि चाहिँ हामीले चाहिँ 1 पिन्ट भनेको चाहिँ कति एमएल लाई भन्छ भन्नु त? 1 पिन्ट ब्लड इज इक्वल टु कति एमएल? 480 473। 480 पनि छ, 473 पनि छ। कुन बुझ्ने सुरुमा? 473। P1 मा P2 लाई पछाडि 73 ल 1 युनिट भनेको यो 1 युनिट 350 ब्लड भनेको कति? 350 ml। 350 एमएल। ल अब मलाई भन्नु त, जस्तै 1 पिन्ट फ्रेस ब्लडले चाहिँ हेमोग्लोबिनलाई कति बढाउँछ? 1 पिन्ट हामीले फ्रेस ब्लड चाहिँ यदि चढायो भने चाहिँ त्यसले चाहिँ के गर्छ त? हाम्रो हेमोग्लोबिनलाई 2 ग्राम हेमोग्लोबिन चाहिँ त्यसले बढाउँछ। बुझ्नुभयो? कति ग्राम रे? 2 ग्राम। यो पनि सोधेको प्रश्न छ। तपाईँलाई सोध्छ 1 पिन्ट ब्लड चाहिँ हामीले चढायो भने चाहिँ 1 पिन्ट फ्रेस ब्लड चाहिँ हामीले चढायो भने चाहिँ त्यसले चाहिँ गर्दाखेरि चाहिँ हेमोग्लोबिन चाहिँ कति बढ्छ भनेर सोध्छ। के भन्नुहुन्छ त? 2 ग्राम भन्नुहुन्छ। अथवा चाहिँ 1 पिन्ट हामीले चाहिँ स्टोर ब्लड चाहिँ चढायो भने चाहिँ त्यसले कति हेमोग्लोबिन बढ्छ होला त? भन्नु त? 1.5 ग्राम। बुझ्नुभयो? भन्नुको मतलब चाहिँ राम्रो कुन त? कुन चढाउँदाखेरि राम्रो? फ्रेस ब्लड चढाउँदा राम्रो कि स्टोर ब्लड चढाउँदा राम्रो? फ्रेश ब्लड फ्रेस ब्लड चढाउँदा राम्रो भयो नि त। किन भन्दाखेरि चाहिँ यो चाहिँ तपाईँको 2 ग्राम बढाउने हुन्छ है। सो त्यो कुरा बुझिदिनु पर्यो ल हामीले चाहिँ। ल अहिलेलाई चाहिँ मैले अब यति नै गरेँ। सर पनि आइसक्नु भएको छ, हाम्रो सन्देश सर चाहिँ। त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ अब थोरै 2-4 वटा कुरा अझै भन्छु म तपाईँलाई भोलिको क्लासमा। अहिलेको लागि चाहिँ भने चाहिँ अब मैले यति नै गरेँ।